यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई पनि म आफ्नो यो अमूल्य समय निकालेर मेरो प्रस्तुति सुन्न आइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब आज धेरै ढिला नगरिकन म विषय प्रवेशतिर लागेँ। आजको हाम्रो विषय रहेको छ मिडिया तथा सूचना साक्षरताको अवधारणा र अभ्यास। अब यो विषय हामी कम्युनिकेसनको विद्यार्थी मिडिया स्टडिजको विद्यार्थीहरूको लागि चाहिँ नि अब एकदमै जानिरहेको विषय हामीले सुनिरहेको विषय हुनसक्छ भने आज हामी विभिन्न पेसा विभिन्न पृष्ठभूमिबाट चाहिँ यो विषय भनेको के हो भनेर चाहिँ बुझ्न आइरहेका छौँ। त्यसै कारणले मैले सबैजनालाई अब कहाँबाट सुरु गरौँ त यो बुझाउनको लागि भन्दाखेरि चाहिँ अब सबैसँग मिल्ने साझा हामीलाई एउटा माध्यम चाहिन्छ बुझ्नु कुनै पनि नयाँ विषय बुझ्नको लागि। त्यसै कारणले गर्दाखेरि अब मैले आजको यो ठ्याक्कै विषयमा प्रवेश गर्नु अगाडि म तपाईँहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु, ताकि तपाईँहरू चाहिँ यो विषयमा ठ्याक्कै आफूलाई चाहिँ नि परिचित गराएर साक्षात्कार गरेर अझ अगाडि चाहिँ नि राम्रोसँग बुझ्नको लागि चाहिँ सजिलो होस् भनेर मैले सबैभन्दा आज सबैजनालाई अब उत्तर दिन त सम्भव नहोला होइन। त्यसै कारणले जवाफको लागि चाहिँ नि सबैले हात उठाएको इमोजी चाहिँ नि त्यहाँ दिनु होला है त। अब मैले सबभन्दा पहिला चाहिँ एउटा प्रश्न राख्न चाहेँ कि आज तपाईँहरूले होइन आज बिहान अथवा भनौँ न दैनिक बिहान उठेदेखि अहिलेसम्म चाहिँ नि कतिजनाले मोबाइल हेर्नुभयो अथवा समाचार पढ्नुभयो होइन, फेसबुक चलाउनु भयो, टिकटक चलाउनु भयो, युट्युब मेसेन्जर कतिजनाले चलाउनु भयो? कृपया हात उठाएर चाहिँ नि एकचोटि मलाई सहयोग गरिदिनु होला। मलाई लाग्छ अधिकांशको यो हामी मध्ये अधिकांशको उत्तर चाहिँ नि हामीले चलायौँ, सञ्चार माध्यम चलायौँ, एसएमएस हेऱ्यौँ होइन, मेसेज हेऱ्यौँ अथवा कसैले टेलिभिजनबाट समाचार हेऱ्यौँ होइन, विभिन्न जानकारीहरू प्राप्त गऱ्यौँ भन्ने उत्तर चाहिँ नि आयो। त्यसपछि चाहिँ नि अब अर्को प्रश्न चाहिँ नि म फेरि तपाईँहरूलाई सोध्न चाहेँ, तीमध्ये चाहिँ नि कतिवटा सूचनाको सत्यता चाहिँ हामीले जाँच्यौँ त होइन? अब कतिवटा सूचना चाहिँ हामीले सोच्दै नसोची अरूलाई पनि पठायौँ होइन? यो प्रश्नको उत्तर खोज्ने विषय चाहिँ यो मिडिया र सूचना साक्षरता अर्थात् एमआइएल होइन, मिडिया एन्ड इन्फर्मेसन लिट्रेसीले चाहिँ नि गर्ने गर्दछ। अब यो विषय बुझ्नको लागि चाहिँ नि मैले यहाँनिर एउटा बर्लोको कम्युनिकेसनको मोडललाई चाहिँ नि अलिकति रूपान्तरण गरेर ताकि सबैजनाले बुझ्न सजिलो होस् किन यो मिडिया र सूचना चाहिँ नि हाम्रो दैनिक जीवनसँग चाहिँ जोडिएको छ र यसलाई हामीले बुझ्न किन जरुरी छ होइन। सञ्चार भनेको त हामीले बिहान उठेदेखि होइन नसुतेसम्म र हरेक वर्ग होइन, हरेक पेसा हरेक क्षेत्रमा चाहिँ नि हामीले यो सञ्चार चाहिँ नि गरिरहेका हुन्छौँ र प्रत्यक्ष र परोक्ष रूपमा चाहिँ हामीले यो सञ्चारसँग चाहिँ नि साक्षात्कार गरिरहेका हुन्छौँ र सञ्चार गर्नको लागि पनि हामीले चाहिँ यो बेसिक भनेको चाहिँ प्रेषक होइन, अनि सञ्चार माध्यम को थ्रु चाहिँ नि सूचना चाहिँ नि प्रापक समक्ष पुर्याउने काम गर्छौँ होइन। त्यसपछि हामीले प्रेषकले सूचना दिँदाखेरि होइन कस्तो खालको सूचना दिने होइन, कुन सञ्चार माध्यमबाट सूचना दिने अथवा त्यो सूचना चाहिँ नि कसरी दिने प्रापक समक्ष होइन, त्यो सञ्चार प्रक्रियामा चाहिँ नि प्रत्येक स्टेपमा हुन्छ त हामीले चाहिँ नि यो सूचना र माध्यम होइन सञ्चार माध्यमसँग चाहिँ नि प्रत्यक्ष रूपमा चाहिँ नि सरोकार यो अन्तर्क्रिया गरिरहेका हुन्छौँ। त्यसै कारणले गर्दाखेरि चाहिँ नि अब यो हामीसँग यो मिडिया र के अरे मिडिया र इन्फर्मेसन होइन सूचना र सञ्चार माध्यमहरूसँग हामीले चाहिँ यो अन्तर्क्रिया गरिरहने हुँदाखेरि चाहिँ नि अब यो हाम्रो जीवनमा कतिको महत्त्वपूर्ण छ होइन, त्यो त्यहीँबाट प्रष्ट हुन्छ। हरेक यो सञ्चार गर्ने ठाउँमा चाहिँ नि मिडिया एन्ड इन्फर्मेसन लिट्रेसीको महत्त्व चाहिँ नि यो कति छ भन्ने कुरा यो सञ्चार प्रक्रियामा
सूचनाको भूमिका, होइन, सञ्चार माध्यमको भूमिका हामीसँग रहिरहने हुँदाखेरि चाहिँ त्यहाँबाट पनि थाहा भइसक्यो कि यो मिडिया एन्ड इन्फर्मेसन लिट्रेसी हाम्रो दैनिक जीवनमा कति महत्त्वपूर्ण छ भन्ने कुरा। अब त्यसको लागि चाहिँ यो हामीले सूचना तथा के अरे यो सञ्चार माध्यम तथा होइन मिडिया एन्ड इन्फर्मेसन लिट्रेसी भनेको चाहिँ नि यसलाई मिडिया एन्ड इन्फर्मेसन लिट्रेसी भनेपछि मिडिया भन्ने एउटा शब्द, इन्फर्मेसन भन्ने अर्को शब्द र लिट्रेसी, यो तिनवटा शब्दहरूलाई सँगै राखेर मिडिया एन्ड इन्फर्मेसन लिट्रेसी भएको हो। त्यसै कारणले मिडिया भनेको के हो भन्ने अवधारणा बुझ्न आवश्यक छ, छुट्टै बुझ्नुपर्ने आवश्यक छ। त्यसपछि मिडिया लिट्रेसी भनेको के हो भन्ने कुरा बुझ्ने पर्ने, त्यसलाई पनि हामीले छुट्टै बुझ्नुपर्ने आवश्यकता छ। त्यसपछि सूचना भनेको के हो, सूचनाको कन्सेप्ट भनेको के हो, त्यसको अवधारणा के हो, त्यो बुझ्नुपर्ने हुन्छ। त्यसपछि सूचना साक्षरता भनेको के हो भनेर त्यो दुईटा टर्मलाई बुझ्नुपर्ने हुन्छ र साक्षरता भनेको के हो, होइन, त्यो तिनवटा कुराहरूलाई हामीले राम्रोसँग बुझेपछि मात्रै, त्यो तिनवटाको कन्सेप्टहरू बुझेपछि मात्रै हामीले चाहिँ नि मिडिया एन्ड इन्फर्मेसन लिट्रेसी एज अ होल, होइन, त्यो टर्म, त्यो तिनटैलाई सँगै राखेर यसको अवधारणा के हो र यसको अभ्यास कसरी गरिन्छ, होइन, कस्तो हुन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्न सक्छौँ। अब मैले यो पहिला चाहिँ नि हाम्रो सञ्चार माध्यम अथवा यो मिडिया भनिराखेको छौँ, त्यो भनेको के हो त भन्ने कुरा चाहिँ नि सुरुमा चाहिँ मैले त्यहाँबाट सुरु गर्न चाहेँ। त्यसपछि सबभन्दा सुरुमा चाहिँ यो परम्परागत मिडियाहरू भनेर भन्ने गर्छौँ, होइन। परम्परागत मिडिया भनेको चाहिँ अब पत्र पत्रिका, रेडियो, टेलिभिजन, पुस्तक, होइन। त्यसपछि चाहिँ यो न्यू मिडियाहरू आयो। त्यसपछि न्यू मिडियामा चाहिँ सामाजिक सञ्जाल, अनलाइन मिडिया, मोबाइल एप्स, होइन। अहिले आएर चाहिँ अब एआईको पनि आइसक्यो। विभिन्न चाहिँ नि सञ्चार माध्यमहरू, यो सबै माध्यम, सञ्चार माध्यमहरू चाहिँ नि लाई चाहिँ हामीले मिडिया भनेर बुझ्नुपर्ने हुँदो रहेछ। त्यस्तै गरेर यो कार्लसनले 2019मा चाहिँ नि यो मिडियाको परिभाषा दिँदै उनले के भनेका छन् भन्दाखेरि अब मिडिया भनेको के हो त, यो मिडिया अन्तर्गत के कुराहरू पर्छन् त भन्दाखेरि चाहिँ अब सामान्यतया हामीले परम्परागत र अहिले न्यू मिडिया भनेर बुझ्यौँ, होइन। उनले भन्दाखेरि पनि कसरी भनेका छन् त भन्दाखेरि मिडिया अन्तर्गत सबै प्रकारका आम सञ्चार माध्यमहरू, होइन। अन्तर्क्रियात्मक मिडिया भनेका छन् उनले, होइन। जस्तै अब इन्टरनेट भनेका छन्, होइन, विज्ञापनका विभिन्न स्वरूपहरू यो भित्र पर्छ भनेका छन्। अनौपचारिक मिडिया भनेर क्याटेगोराइज गरेका छन्, त्यसमा चाहिँ अब ट्विटर भनेको छ, ब्लगहरू भनेको छ, होइन। त्यो सबैलाई चाहिँ यिनले चाहिँ नि सञ्चार माध्यम भनेर परिभाषित गरेका छन्। र यी सबै माध्यमहरूले चाहिँ के गर्छ त भन्दाखेरि सूचना, होइन, विचार, सन्देशहरू चाहिँ नि के गर्ने त, बनाउने, उत्पादन गर्ने, त्यसपछि चाहिँ नि प्रसारण गर्ने, होइन, प्रचार गर्ने, आदान प्रदान गर्ने, अनि त्यसपछि उपभोगमा त्यसको चाहिँ प्रयोग गर्ने, होइन, त्यो सबै भूमिका निर्वाह गर्ने त्यस्ता माध्यमहरूलाई चाहिँ नि सञ्चार माध्यम हो भनेर चाहिँ भनेका छन्। अब सञ्चार माध्यमलाई पनि विभिन्न उसले चाहिँ नि विभिन्न उसमा क्याटेगोरीमा चाहिँ नि यसलाई राखेर विभिन्न के अरे टाइप्समा राखेर यसलाई परिभाषित गरेका छन्। त्यस्तै गरेर अब यो मिडिया साक्षरता भनेको के हो त, अब सञ्चार भनेको त बुझ्यौँ हामीले, सञ्चार माध्यम भनेको, होइन, सञ्चार भनेको पनि बुझ्यौँ। सञ्चारमा पनि के हुँदो रहेछ त, त्यहाँ चाहिँ नि सेन्डर हुँदो रहेछ, रिसिभर हुँदो रहेछ, त्यसपछि च्यानल, होइन। सञ्चार माध्यमको थ्रु चाहिँ नि के गर्दा रहेछौँ त हामीले, सूचना चाहिँ आदान प्रदान गर्दा रहेछौँ भनेर त्यहाँ चाहिँ नि सञ्चारमा पनि यो मिडिया इन्फर्मेसनको चाहिँ नि काम हुँदो रहेछ। अब यहाँ चाहिँ नि मिडिया साक्षरता भन्ने बित्तिकै मिडिया भनेको चाहिँ के हुँदो रहेछ त, त्यो सञ्चार प्रक्रियामा विभिन्न किसिमका परम्परागत मिडियाहरू हुँदा रहेछन्, नयाँ मिडियाहरू हुँदा रहेछन्, होइन। अब त्यो मिडियाहरूको लिटरेसी भने के त भन्दाखेरि चाहिँ सामान्यतया हेर्दाखेरि, होइन, यसले चाहिँ विभिन्न प्रकारका मिडिया मार्फत हुने सञ्चार प्रक्रियाको सम्पूर्ण जीवनचक्र, अघि नै मैले त्यो बर्लोको अलिकति रूपान्तरित गरेर चाहिँ नि मैले त्यहाँ देखाएको थिएँ एसएमसीआर मोडल, होइन। सेन्डर, रिसिभर, च्यानल, के अरे सेन्डर, मिडियम, होइन, त्यसपछि एसएमआर भनौँ न, सेन्डर, मिडियम, मिडिया र रिसिभर, त्यो सम्पूर्ण लाइफ चक्रलाई चाहिँ नि यसले समेट्छ। र यो जीवनचक्रमा सन्देश, जीवनचक्रमा चाहिँ नि यो के भन्छ,
सन्देश वा सामग्रीको पहुँच होइन, त्यसमा चाहिँ नि एक्सेस हुने, त्यसमा चाहिँ कसरी लिने पहुँच होइन, त्यसपछि त्यसलाई विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने होइन, आफूले उत्पादन पनि गर्न सक्ने, प्रडक्सन गर्ने, त्यसपछि चाहिँ नि सेयर गर्ने, प्रसारण गर्ने, डिस्ट्रिब्युट गर्ने होइन, साझेदारी गर्ने, प्रयोग गर्ने, रेस्पोन्स गर्ने, यी सबै चरणहरू चाहिँ के हुँदो रहेछ त मिडिया लिट्रेसीभित्र चाहिँ नि पर्दा रहेछन्। अब यो मिडिया साक्षरताको विकास चाहिँ नि कहाँबाट भयो होला भन्ने कुरा पनि अर्को चाहिँ नि हाम्रो मनमा कौतूहलता जाग्न सक्छ। यसमा चाहिँ यो ब्राउन हब्स होइन, जेन्सन पोर्टरको चाहिँ नि एउटा आर्टिकलबाट मैले यो लिएको थिएँ। यसमा चाहिँ के भनेका छन् भने चाहिँ उनीहरूले चाहिँ नि मिडियाको चाहिँ नि यो स्टडी गर्दाखेरि, रिसर्च गर्दाखेरि होइन, त्यसको चाहिँ नि यो साक्षरताको कुरा गर्दाखेरि सबभन्दा पहिला मिडिया कस्तो रूपमा आयो त भन्ने कुरा चाहिँ नि त्यो कुरा चाहिँ मनन गर्नुपर्छ भन्छ क्या। पहिला चाहिँ नि सबभन्दा सुरुमा चाहिँ नि हामीले के गर्थ्यौँ भन्दाखेरि यो 1930sदेखि चाहिँ नि 40sतिरको यो ल्यासवेलले चाहिँ यो के भन्छ म्याजिक बुलेट थ्योरी होइन, त्यो थ्योरीबाट चाहिँ नि मिडियालाई एउटा के अरे कन्टेन्ट भनौँ न, त्यसले चाहिँ नि मिडिया कन्टेन्टलाई बढी जोड दिने, अनि त्यसमा चाहिँ मानिसले चाहिँ नि मिडियाले मानिसमा चाहिँ प्रत्यक्ष, जस्तै हामीले सूचना दियौँ भने होइन, कुनै पनि सूचना दियौँ भने उनीहरूले चाहिँ नि त्यो सोच्दै नसोचिकन त्यो कुरा ग्रहण गर्ने क्या। जस्तै बुलेटको जस्तो क्या, बन्दुकको गोली हुन्छ नि, हामीले हानेपछि त्यसले प्रतिक्रिया पनि दिँदैन, त्यहाँ इन्जेक्ट भएपछि भएको भइ हुने भयो होइन। त्यसपछि त्यसमा चाहिँ कन्टेन्टमा चाहिँ नि बढी फोकस हुने होइन, त्यस्तो खालको थियो भने अर्को त्यसको मिडियाको स्वरूप बद्लिँदै जाँदाखेरि होइन, टेक्नोलोजी सँगसँगै यो स्वरूपहरू पनि बद्लिँदै गयो। अनि त्यसपछि अर्को यो 1950sतिर चाहिँ नि के भयो त भन्दाखेरि यो युजेस एन्ड ग्रेटिफिकेसन थ्योरी आयो क्या। त्यसले चाहिँ के भन्यो भन्दाखेरि मिडियालाई चाहिँ नि मान्छेले त्यो के अरे कमोडिटीको रूपमा मात्र आफूले लिने मात्र होइन, उसले चाहिँ नि के गर्नु थाल्यो त भन्दाखेरि आफ्नो आवश्यकता अनुसार अथवा आफ्नो सन्तुष्टिको अनुसार चाहिँ नि के गर्दो रहेछ त भन्दाखेरि चाहिँ नि यो चाहिँ नि उसले चाहिँ नि सन्तुष्टिको लागि चाहिँ नि सूचना प्रयोग गर्दो रहेछ होइन। यसमा चाहिँ बढी फोकस चाहिँ केमा हुन गयो त भन्दाखेरि अडियन्समा होइन, अडियन्स कस्तो खालको हुन्छन् त्यो अनुसार उनीहरूले के हुने भयो त आफ्नो चोइस अनुसारको चाहिँ नि कन्टेन्टहरू लिने भए होइन। अनि अर्को चाहिँ नि यो 1960sतिर आएर चाहिँ यो मिडिया इकोलोजीको कुरा गर्दाखेरि चाहिँ मिडियाको संरचना, त्यसको वातावरणले हाम्रो सोच होइन, हाम्रो अनुभव, हाम्रो व्यवहारलाई पनि के गर्दो रहेछ त प्रभावित गर्दो रहेछ होइन। त्यसपछि म्याक्लुहानको यो के भन्छ मिडियम इज द मेसेज होइन, मिडियम कस्तो प्रकारको हुन्छ, मिडियाले नै, मिडिया स्वयं आफै नै के हुनसक्छ त भन्दाखेरि मेसेज हुनसक्छ के, त्यो कन्सेप्ट आयो। यसमा चाहिँ नि माध्यमलाई चाहिँ बढी के गर्न थालियो त मिडियम होइन, अथवा मिडियाको यो के भन्छ सिङ्गुलर फर्म होइन, त्यसलाई चाहिँ नि अब मिडियममा चाहिँ नि बढी के हुन थाल्यो त फोकस हुन थाल्यो। त्यसपछि आएर यो चाहिँ नि हामीले मिडियालाई चाहिँ यो सञ्चार, यो हाम्रो कल्चरसँग चाहिँ नि जोडेर कल्चरल स्टडिज 1970s 80sतिर चाहिँ नि मिडिया होइन, संस्कृति, समाज, शक्ति होइन, यो प्रतिनिधित्व बिचहरूको सम्बन्धलाई चाहिँ नि यो आलोचनात्मक रूपमा चाहिँ नि हेर्नु पर्दछ। यसमा चाहिँ के भयो भने रिप्रेजेन्टेसन र रियालिटीको कुरा आयो। अब यो सबै चारैवटा चरण हामीले प्रमुख चरणहरूको दृष्टिकोणबाट हेऱ्यौँ भने चाहिँ नि के पाउन थाल्यौँ भन्दाखेरि सबभन्दा पहिला चाहिँ नि यो लिट्रेसीमा चाहिँ कस्तो भने प्यासिभ, सुरुमा चाहिँ नि सबभन्दा पहिला प्यासिभ अडियन्सहरू हुने भए होइन। प्यासिभ अडियन्स पछि चाहिँ उनीहरूमा चाहिँ होइन यो के भन्छ यो 1970sतिर 50sतिरको यो युजेस एन्ड ग्रेटिफिकेसन थ्योरी आइसकेपछि होइन एक्टिभ अडियन्सहरू हुन थाले है। अडियन्समा चाहिँ नि के हुन थाल्यो भन्दाखेरि चाहिँ नि मिडियालाई कसरी प्रयोग गर्ने, आफ्नो अनुकूल, आफ्नो आफ्नो खुसीको लागि हो कि होइन, खुसी पाउनको लागि, मनोरञ्जनको लागि लिने हो कि, समाचार हेर्नको लागि लिने हो कि के को लागि, अडियन्सहरू चाहिँ नि आफै चाहिँ नि यो के भयो अडियन्सहरू चाहिँ नि आफै उनीहरूको आवश्यकता अनुसार चाहिँ नि यो सूचनाको चाहिँ नि के हुने भयो त ग्रहण गर्ने भए। त्यसपछि अर्को चाहिँ आयो मिडियाको एन्भाइरोमेन्ट
होइन। मिडियाको एन्भाइरोमेन्टले चाहिँ नि के गर्दो रहेछ त भन्दाखेरि चाहिँ नि यो त्यसले चाहिँ नि असर पर्दो रहेछ, कस्तो खालको सूचना चाहिँ नि प्रवाह हुन्छ, कस्तो खालको सूचनाहरू लिने, होइन, सूचनाको र मिडियाको सम्बन्ध यहाँनिर देखाइरहेको छ। त्यसपछि अर्को भनेको चाहिँ नि उनीहरूले चाहिँ नि अब यो क्रिटिकल अन्डरस्ट्यान्डिङ, जब यो हाम्रो संस्कृतिमा होइन शक्ति र प्रतिनिधित्वको एउटा उपज हो भनेर हेर्न थालियो यो सञ्चार माध्यमहरूलाई, त्यसपछि चाहिँ नि यो सूचनाहरू पनि के हुँदो रहेछन् त भन्दाखेरि यो त के भन्छ यो यसमा त शक्तिको पनि प्रयोग हुँदो रहेछ। जो पावरफुल छ उसले चाहिँ नि धेरै इन्फर्मेसनहरू डिसिमिनेट गर्न सक्दो रहेछ, कसैको आइडियोलोजिजहरूलाई चाहिँ उसले के गर्न सक्दछ, कसैलाई म्यानिपुलेट गर्नु पर्यो, आफ्नो आइडियोलोजी लाद्नु पर्यो भने पनि मिडियाको चाहिँ नि के गर्न सक्दो रहेछ त, प्रयोग गर्न सक्दो रहेछ। भनेपछि मिडियाको प्रयोग चाहिँ नि होइन कसरी सुरुदेखि अहिले भन्नुसम्म चाहिँ नि कसरी परिवर्तित हुँदै आइरहेको छ, त्यो अनुसार चाहिँ नि हाम्रो लिट्रेसी लेभल पनि, मिडियालाई हेर्ने लेभल, होइन, मिडियाको साक्षरताको विकास पनि सोही अनुरूप पनि हेरिनु पर्दछ भनेर यो हामीले मिडिया साक्षरताको विकास को क्रमलाई चाहिँ यसरी पनि हामीले हेर्नुपर्ने हुँदो रहेछ। त्यसपछि अर्को भनेको चाहिँ अब यो मिडिया साक्षरता भनेको चाहिँ अब कहाँबाट सुरु भयो त, हामीले त्यो चरणबद्ध रूपमा त हेऱ्यौँ, होइन, मिडियाको प्रयोग कसरी हुने, त्यो अनुसारको चाहिँ मिडियाको सूचनाहरूलाई कसरी ग्रहण गर्ने भन्ने कुराहरूको ज्ञान चाहिँ थाहा पाउनु पर्ने रहेछ। अब यो मिडिया साक्षरता भन्ने शब्द चाहिँ नि 1955मा प्रोफेसर लुइस फर्ड्सडेलले चाहिँ नि पहिलो पटक प्रयोग गरिएको चाहिँ मानिन्छ। उनले चाहिँ नि आफ्नो विद्यार्थीहरूलाई चाहिँ नि होइन अब यो मल्टिमिडियाको उसमा चाहिँ नि आएर यो के भन्छ यो बहुमाध्यम भनेर यसलाई ट्रान्सलेट गरेको छु मैले। अब यो मल्टिमिडियालाई मैले यसको नाम दिएको छु। यो मल्टिमिडियालाई चाहिँ नि मल्टिमिडियाको जमानामा चाहिँ सबै किसिमको मिडियाहरूको जानकारी, होइन, उनीहरूले कसरी सूचनाहरू प्रवाह गर्छन्, कसरी सूचनाहरू बनाउँछन्, कस्तो खालको कन्टेन्टहरू बनाउँछन्, त्यसको मोटिभ के हो, होइन, सूचना आफैमा सूचना हुँदैन नि त, त्यसलाई त हामीले मिनिङ दिने हो नि, होइन। त्यो भनेर त्यो साक्षरता हासिल गर्नको लागि चाहिँ यो लिट्रेसी चाहिँ एकदमै महत्त्वपूर्ण छ है भनेर यो पर्टिकुलरली मिडिया लिट्रेसी भन्ने टर्म चाहिँ नि 1955मा चाहिँ नि गरेको हो भनेर यो कार्लसनले 2019मा लेखेको बुकमा चाहिँ नि मेन्सन गरिएको छ। त्यस समयमा चाहिँ नि होइन अब यो शब्दले खासै व्यापक मान्यता चाहिँ पाएको थिएन, होइन, अनि त्यसपछि अथवा लोकप्रियता त्यति प्राप्त गर्न सकेको थिएन भनेर फोर्डसेलकै यो 1955 मा लेखिएको छ। र किनभने त्यतिखेर नै भर्खर प्रतिपादन भएको यो शब्द प्रयोग भएको भन्ने भएपछि त त्यो मान्यता नपाउनु स्वाभाविक पनि भयो, होइन। त्यसपछि अब जस्तै अन्य विभिन्न विद्वानहरूको दृष्टिकोणमा चाहिँ यो मिडिया लिट्रेसी भनेको के हो त भन्दै मैले सर्च गर्ने क्रममा चाहिँ यो लिभिङस्टोन 2003ले चाहिँ के भन्या रहेछ भने यो मिडिया साक्षरता, होइन, र सामान्य अर्थमा साक्षरता भनेको चाहिँ विभिन्न स्वरूपमा रहेका सन्देशहरूमा पहुँच प्राप्त गर्ने, तिनको विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने र सञ्चार गर्ने क्षमता नै के हो त भन्दाखेरि मिडिया लिट्रेसी हो अथवा मिडिया साक्षरता हो भनेर चाहिँ उनले भनेका छन्, होइन। त्यस्तै गरेर यो रेने हब्स भन्ने एकजना प्रोफेसर छन्, उनले चाहिँ 2010मा चाहिँ नि यो मिडिया साक्षरताको लाई चाहिँ एउटा यस्तो खालको एउटा यो डायग्रामेटिक फर्ममा चाहिँ नि त्यसलाई डिस्क्राइब गर्ने प्रयास गरेकी छिन्। उनले पनि त्यही उसलाई दोहोऱ्याउँदै पहिला पहुँच हुनु पर्यो, होइन, एक्सेस हुनु पर्यो, एनालाइज र इभ्यालुएट गर्न सक्ने, विश्लेषण गर्न सक्ने क्षमता हुनु पर्यो, होइन। विश्लेषण गरिसकेपछि त्यस्ता मिडिया कन्टेन्टहरू, त्यस्ता इन्फर्मेसनहरू चाहिँ नि आफैले पनि बनाउन सक्ने क्या, त्यो क्षमता हुनु पर्यो, होइन। अनि त्यसमा चाहिँ उसले रिफ्लेक्ट गर्न सक्न पर्यो र त्यही बमोजिम चाहिँ उसले के गर्नु पर्यो त भन्दाखेरि एक्ट गर्न सक्ने क्षमता पनि हुनु पर्यो भनेर चाहिँ
भनेकी छन्। त्यस्तै गरी अब यो मिडिया साक्षरताको बारेमा कुरा गर्दाखेरि युरोपेली सङ्घको अडियो भिजुअल मिडिया सेवा निर्देशिका यो 59 आर्टिकल भनेर भनेको छ त्यसमा। त्यसमा चाहिँ के भनेको छ त भन्दाखेरि यो मिडिया साक्षरताको बारेमा बोल्दै गर्दाखेरि मिडिया साक्षरता भन्नाले चाहिँ नागरिकहरूले मिडियाको प्रभावकारी र सुरक्षित रूपमा प्रयोग गर्न सक्ने सिप होइन, ज्ञान र बुझाइलाई जनाउँछ भनेर भनेको छ। त्यसपछि नागरिकहरूले चाहिँ सूचना प्राप्त गर्न, मिडियाको प्रयोग गर्न, त्यसको चाहिँ नि अब आलोचनात्मक रूपमा चाहिँ नि त्यसलाई मूल्याङ्कन गर्न र एकदमै जिम्मेवारी होइन पूर्वक रेस्पोन्सिबली त्यसलाई चाहिँ नि सुरक्षित रूपमा त्यस्तो मिडियाको चाहिँ कन्टेन्टहरू, मिडियाको सामग्रीहरू चाहिँ नि सिर्जना गर्न, बनाउन गर्न पनि सक्षम हुन उन्नत मिडिया साक्षरता सम्बन्धी चाहिँ सिप आवश्यकता हुन्छ भनेर भनेको छ। मिडिया साक्षरता भनेको चाहिँ खालि अब यो अलि नयाँ टेक्नोलोजी र प्रविधिबारे सिक्ने विषयमा मात्रै सीमित हुँदैन है भनेर भनेको छ यो डिरेक्टिभले होइन। अनि अर्को के पनि भनेको छ यो निर्देशिकाले, अनि अर्को के पनि भनेको छ भने यसको उद्देश्यहरूले चाहिँ यसको उद्देश्य चाहिँ नि नागरिकहरूलाई चाहिँ नि एकदमै विवेकपूर्ण निर्णय गर्ने होइन, जटिल तथा यथार्थहरूको चाहिँ नि विश्लेषण गर्न तथा हाम्रो ओपिनियन र तथ्य फ्याक्ट बिच होइन, फ्याक्ट भनेको के हो, त्यसपछि विचार भनेको के हो, त्यो कुराको बिच चाहिँ नि भिन्नता छुट्याउनु पर्न सक्ने क्षमता हुनुपर्छ मिडिया लिट्रेसी भएको व्यक्तिमा भनेर भनेको छ। र यसले चाहिँ आलोचनात्मक सोच होइन, क्रिटिकल थिङ्किङको सिपले पनि यसलाई चाहिँ नि सुसज्जित बनाउनु पर्छ भनेर भनेको छ। भने अर्को के भन्छ भन्दाखेरि त्यसैले अर्को उसमा यसकारण सबै सान्दर्भिक सरोकारवालाहरूसँग चाहिँ को सहकार्यमा मिडिया सेवा प्रदायकहरू तथा मिडिया साझेदारी होइन भिडियो सेयरिङ प्लेटफर्मका प्रदायकहरूले चाहिँ समाजका सबै वर्ग, सबै उमेर, समुदाय, नागरिक र सबै प्रकारका मिडियामा यो मिडिया साक्षरताको विकासलाई प्रवर्धन गर्नु आवश्यक छ भनेर भनेको छ। र साथै यस क्षेत्रमा भएको प्रगतिलाई निरन्तर रूपमा नजिकबाट अनुगमन गरिनु पनि उत्तिकै आवश्यक छ। मैले अब अघि नै भनिसकेँ कि यो मिडिया एन्ड इन्फर्मेसन लिट्रेसी भनेको खालि कम्युनिकेसनको जर्नलिजमको डिपार्टमेन्टमा मात्रै होइन सीमित हुने, अथवा चाहिँ नि यो चाहिँ नि कम्युनिकेसनको भित्र मात्रै अथवा इन्फर्मेसन साइन्सको विषयमा भित्र मात्रै सीमित हुने, त्यो फिल्डमा मात्रै सीमित हुने नभइकन अहिलेको हाम्रो पुस्ता भनेको कस्तो पुस्ता हो भने हामीले चाहिँ नि सानै उमेरदेखि चाहिँ नि यो मिडियासँग चाहिँ साक्षात्कार गर्दै हुर्किएका छौँ। र त्यो हुर्किने क्रममा चाहिँ हामीले त्यो कसरी प्रयोग गर्ने होइन, सही सूचना चाहिँ कसरी चाहिँ नि हामीले ग्रहण गर्ने र नचाहिने इन्फर्मेसनहरूलाई चाहिँ नि कसरी डिस्कार्ड गर्ने होइन, र सञ्चार गर्नु भनेको एउटा जिम्मेवारी पनि हो, सामाजिक उत्तरदायित्व पनि हो। सही सूचनाले नै मान्छेलाई चाहिँ नि के गर्छ त समाजलाई परिवर्तन गर्ने होइन त्यो काम गर्ने गर्दछ। त्यो कुरालाई चाहिँ यसले अझ बढी जोड दिएको चाहिँ हामीले पाउँछौँ। त्यसै गरेर अब मैले चाहिँ नि यो सबै विभिन्न पर्सपेक्टिभबाट चाहिँ मिडिया लिट्रेसीलाई विभिन्न विद्वानहरूले चाहिँ नि व्याख्या गर्नु भएको छ होइन। रेने हब्सले, त्यसपछि आएर चाहिँ नि अघिनको युको के अरे निर्देशिकाले, त्यसपछि आएर चाहिँ नि हाम्रो अरू स्कलरहरूले पनि गर्दै जाँदाखेरि मैले के बुझेँ भन्दाखेरि त्यसको निचोड चाहिँ के निकालेको छु भने मिडिया लिट्रेसी भनेको चाहिँ खालि मिडिया चलाउन जान्नु मात्र होइन। मलाई मोबाइल चलाउन आउँछ होइन, अथवा टेलिभिजन खोल्न ओपरेट गर्न आउँछ होइन, अथवा चाहिँ नि विभिन्न एप्सहरू मलाई चलाउन आउँछ मात्रै होइन, चलाउन जानेर मात्र भएन होइन। यसमा चाहिँ 3वटा प्रश्नहरूको चाहिँ उत्तर गर्न सक्नुपर्छ क्या हामीले। जस्तै मिडिया सामग्रीहरूमा चाहिँ हामीले मिडिया सामग्री मा चाहिँ हामीले पहुँच कसरी प्राप्त गर्ने होइन, कुन सूचना कहाँ पाइन्छ होइन, त्यसको ज्ञान हुनु है, त्यसपछि चाहिँ नि त्यसलाई कसरी बुझ्ने होइन, र आलोचनात्मक रूपमा त्यसको मूल्याङ्कन कसरी गर्ने भन्ने कुरा पनि हामीले थाहा पाउनुपर्ने हुँदो रहेछ। भने
त्यसरी थाहा पाइसकेपछि त्यो सूचना आफूले कसरी जिम्मेवार रूपमा चाहिँ नि मिडिया सामग्री सृजना र प्रयोग गर्ने भन्ने कुरा पनि अर्को कुरा चाहिँ हामीले मनन गर्नुपर्ने हुन्छ। अब मिडिया भनेको के हो भन्ने कुरा पनि हामीले बुझ्यौँ होइन। त्यसपछि चाहिँ मिडिया साक्षरता भनेको के रहेछ भनेको पनि बुझ्यौँ होइन। खालि टेक्नोलोजीमा एडभान्स्ड भएर अथवा टेक्नोलोजी के अरे मिडिया चाहिँ नि चलाउन जान्ने हुँदैमा हामी साक्षर हुँदैनौँ। त्यसलाई कसरी चाहिँ नि जिम्मेवार पूर्वक चाहिँ प्रयोग गर्ने, कसरी चाहिँ नि हामीले त्यसमा पहुँच बढाउने होइन, सही सूचनामा चाहिँ हाम्रो कसरी एक्सेस पुग्ने र त्यसलाई कसरी विश्लेषणात्मक रूपमा चाहिँ नि मूल्याङ्कन गर्ने भन्ने कुराको क्षमता हुनु नै के रहेछ त भन्दाखेरि चाहिँ यो मिडिया लिट्रेसी रहेछ भनेर हामीले बुझ्नुपर्ने हुन्छ भने अब मैले सूचना होइन, हाम्रो त मिडिया तथा सूचना एमआइएल भन्ने छ नि त। त्यसरी सूचना भनेको के हो भने यसको पनि अवधारणा बुझ्न एकदमै जरुरी छ। सूचना भनेको के हो भन्ने कुरा पनि एकदमै जरुरी छ होइन। सूचना भनेको चाहिँ कुनै पनि अब भनौँ न इन्फर्मेसन, कुनै पनि डेटा होइन, हामीले जेनरली बुझ्दाखेरि सामान्यतया अब यो बकल्यान्डले चाहिँ नि 1991मा के भने रहेछ भने मैले उनकोबाट उद्धृत गर्दै यो लिएर आएँ साइटेसन गर्दै। उनले चाहिँ नि यो सूचनालाई चाहिँ नि दुई भागमा विशेष गरी वर्गीकरण गरेका छन् होइन। त्यो भनेको चाहिँ नि एकाइ पनि यो के भन्छ दुईटा भनौँ न, र प्रक्रिया पनि दुई प्रक्रियाको जस्तै अमूर्त र मूर्त भन्छौँ क्या। अमूर्त भनेको चाहिँ कस्तो रहेछ भन्दाखेरि यस्तो किसिमको इन्फर्मेसन जुन चाहिँ नि हामीभित्र रहेको हुन्छ नलेज होइन, जुन चाहिँ ज्ञान हामीभित्र हुन्छ त्यो चाहिँ के हो त इन्फर्मेसन हो, जसलाई हामीले चाहिँ के गर्न सक्दैनौँ त भन्दाखेरि अब ट्यान्जिबल भनेको चाहिँ इन्ट्यान्जिबल भनेको चाहिँ नदेखिने भयो होइन, ट्यान्जिबल भनेको चाहिँ देखिने खालको हुने भयो। त्यसपछि अब त्यो त हामीले देख्दैनौँ हामीभित्र कति नलेज छ भन्ने कुरा त हामीलाई देखाउन मिल्दैन त्यो त होइन। त्यो त्यस्तो खालको नलेजहरूलाई चाहिँ नि उनले चाहिँ के गरेछन् त इन्ट्यान्जिबल भनेर छुट्याएको रहेछन् भने यसलाई चाहिँ एउटा एन्टिटी होइन एउटा उसमा राखेका रहेछन् भने अर्को ट्यान्जिबल यो अर्को चाहिँ प्रक्रियाको कुरा गर्छन्। प्रक्रियामा चाहिँ जस्तै हिजो मलाई एउटा कुराको ज्ञान थिएन तर मलाई चाहिँ नि आज मैले अध्ययन गरेर होइन अथवा कसैले मलाई भनेर त्यो कुराहरू मैले थाहा पाएँ, म सचेत बनेँ भने चाहिँ त्यो के हुन्छ त भन्दाखेरि त्यो चाहिँ त्यो प्रक्रियालाई पनि के भन्दा रहेछन् त भन्दाखेरि प्रक्रियाको रूपमा चाहिँ नि रहेको सूचना होइन, इन्फर्मेसन एज अ प्रोसेस भनेर उनले त्यसरी व्याख्या गरेका छन्। अनि ट्यान्जिबल भनेर दुई किसिमको होइन, वस्तुको रूपमा जस्तै यो डेटाहरू भन्छौँ, कागजातहरू भन्छौँ होइन। कागजात पनि विभिन्न किसिमका हुन्छन्, डकुमेन्टेड गरेर राखिएका कागजपत्र होइन। त्यो सबैलाई पनि त्यसलाई चाहिँ नि हामीले के त ट्यान्जिबल त्यसलाई चाहिँ नि हामीले देख्न सक्छौँ, गर्न सक्छौँ होइन। अर्को कुरा भनेको चाहिँ यो डेटा प्रोसेसिङ होइन, डेटालाई कसरी चाहिँ नि के भन्छ यो इन्फर्मेसनलाई चाहिँ कसरी कलेक्ट गर्नेदेखि डिसिमिनेट गर्नेदेखि लिएर होइन त्यो सबै कुराहरू चाहिँ नि यो डेटा प्रशोधन जस्तै सूचनाहरू प्राप्त गर्ने, त्यसपछि त्यसलाई बुझ्ने, त्यसपछि त्यसलाई चाहिँ नि के गर्ने विश्लेषण गर्ने होइन, भण्डारण गर्ने, त्यो सबै डेटा प्रोसेसिङको भित्र पर्छ भनेर चाहिँ उनले यसरी व्याख्या गरेका छन्। यसलाई चाहिँ एउटा प्रक्रियागत रूपमा होइन प्राप्त गर्ने के भयो यो सूचना भयो भनेर उनले व्याख्या गरेका छन्। उनले के पनि भनेका छन् भन्दाखेरि यो सूचना कुनै वस्तुको यो कुरा भनिरहँदाखेरि मलाई अर्को एउटा कुरा पनि के स्मरण भयो भने हामीले चाहिँ नि अब यो सबै बाहिर ऊबाट लिइराखेका छौँ के हो त सूचना भनेको होइन। यो हाम्रो क्लासिकल टेक्स्ट मैले यो मास्टर्सको विद्यार्थीहरूलाई पढाउने क्रममा यो हामीले क्लासिकल एन्सेन्ट टेक्स्टहरू चाहिँ हामीले पढाउनु पर्थ्यो। त्यसमा चाहिँ एउटा टेक्स्ट चाहिँ वाक्यपदीय पनि थियो कि त्यसमा चाहिँ नि मलाई एउटा कुरा के याद आयो भने त्यसमा शब्द आफैमा चाहिँ नि मूर्त त्यसको चाहिँ नि मानिङ हुँदैन, त्यसलाई चाहिँ हामीले के भन्छ अनि अर्को एउटा शब्द अपभ्रंश भन्ने शब्द पनि त्यहाँनिर प्रयोग हुन्छ होइन। त्यसलाई हामीले कसरी प्रयोग गर्ने होइन, एउटै शब्दको चाहिँ नि विभिन्न त्यसको के हुन्छ त मिनिङहरू हुन सक्छन् होइन। त्यसलाई चाहिँ नि हामीले अर्थ दिने हो, हामीले अर्थपूर्ण
ठानेपछि मात्रै त्यो चाहिँ त्यो शब्दको चाहिँ अर्थ हुन्छ, नभए त्यसको चाहिँ नि अर्थको अर्कै माने पनि लाग्न सक्छ होइन भन्ने कुरा पनि ठ्याक्कै मैले अहिले स्मरण गरेँ। त्यस्तै गरेर यहाँ बक्ल्यानले भनेको कुरा ठ्याक्कै मलाई त्यो रिलेट गर्न मन लाग्यो कि उनले के भनेका छन् भने सूचना कुनै वस्तुको आफ्नै गुण होइन होइन, सूचना आफैमा गुण हुँदैन, मानिसले त्यसलाई प्रमाण वा अर्थपूर्ण ठानेपछि मात्रै त्यो के बन्छ त सूचना बन्छ भनेर भनेका छन् के। त्यसैले कुनै वस्तु सूचना हो कि होइन भन्ने कुरा त्यो वस्तु भन्दा पनि त्यसलाई हामीले कसरी बुझ्छौँ भन्नेमा चाहिँ नि निर्भर हुन्छ होइन। जस्तै उदाहरणको लागि यहाँ के भनेको छ भने यदि कसैले कुनै वस्तुबारे थाहा नै पाएको छैन भने त्यो अहिलेको लागि त्यो सूचना नै हामीलाई थाहा छैन होइन, हामी अनअवेर छौँ भने त्यो हाम्रो लागि अहिले सूचना होइन। तर भविष्यमा कसैले त्यसलाई पत्ता लगाएपछि त्यो महत्त्वपूर्ण सूचना पनि बन्न सक्छ हाम्रो लागि होइन। अब यसमा अर्को पनि उदाहरण यसमा उनले के भनेका छन् भने रुख भनेको चाहिँ सामान्यतया चाहिँ काठको स्रोत हो, तर त्यसका त्यो रुखमा घेराहरू हुन्छ नि, वार्षिक वर्षै पछि त्यहाँ चाहिँ रुखमा चाहिँ नि के भन्छ घेराहरू बन्छन् होइन। त्यसले चाहिँ नि के गर्दो रहेछ त भन्दाखेरि विगतको मौसमबारे चाहिँ जानकारी दिँदो रहेछ क्या। अब त्यस्तो रुख चाहिँ नि के हुनसक्छ त यो पुरातात्विकविदका लागि चाहिँ सूचना बन्न सक्छ होइन। त्यो हाम्रो लागि केही न केही हुन्छ, एउटा रेखा जस्तो हुन्छ, तर त्यो ठ्याक्कै विशेषज्ञहरूलाई चाहिँ त्यो के हुन्छ त एकदमै महत्त्वपूर्ण चाहिँ नि सूचना हुन्छ क्या। त्यसैले यो लेखकले निष्कर्षमा के भन्छ, यो लेखले चाहिँ के भन्छ अथवा लेखकले के भन्छन् भने कि कुनै पनि वस्तु कुनै सन्दर्भमा सूचना बन्न सक्छ। यदि सबै कुरा सूचना हुन सक्छ भने सूचना भन्ने शब्दले मात्रै कुनै शब्दलाई स्पष्ट रूपमा चाहिँ नि परिभाषित गर्न सक्दैन, त्यसलाई हामीले मिनिङ दिएपछि होइन, त्यसलाई चाहिँ अर्थपूर्ण ठानेपछि मात्रै त्यो के हुँदो रहेछ त सूचना हुँदो रहेछ भनेर उनले भनेका छन्। अब उनले अर्को एउटा एकदमै महत्त्वपूर्ण यो चाहिँ नि मैले यो काउन्सिल अफ युरोप 2017मा व्याख्या गरिएको यो कसरी सूचना चाहिँ नि अव्यवस्थित हुन्छन् भनेर तिनको प्रकारहरू पनि दिएका छन्, जुन अहिलेको हाम्रो डिजिटल युगमा पनि एकदमै अत्यन्तै महत्त्वपूर्ण रूपमा यसलाई हेरिएको छ। यसलाई चाहिँ हामीले भनौँ न यो फेक न्युज भनेर त भन्छौँ होइन, त्यसमा पनि यो मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र माल इन्फर्मेसनका कुराहरू चाहिँ नि गरिएको छ होइन। यो तिनवटा खालका सूचनाहरू भनौँ न मिसइन्फर्मेसन के अरे मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र माल इन्फर्मेसन होइन। यसलाई चाहिँ नि कस्तो हुँदो रहेछ भने यो चाहिँ नि यो इन्फर्मेसनलाई चाहिँ नि माल इन्फर्मेसन भनेको यो चाहिँ नि सत्य र असत्यको सूचना बीच तथा कसैलाई हानि पुर्याउने उद्देश्यले सिर्जना हुने, उत्पादन हुने वा वितरण गरिएको सन्देशहरू त्यस्तो उद्देश्य नभएका सन्देशहरू बीच स्पष्ट भिन्नता छुट्याउन चाहिँ नि एकदमै आवश्यक छ। तीन प्रकारको सूचनाहरू यसमा चाहिँ नि क्याटेगोराइज गरेका छ। यसलाई चाहिँ नि मिसइन्फर्मेसन, माल इन्फर्मेसन, डिसइन्फर्मेसन भनेको छ होइन। अब मिसइन्फर्मेसन भने कस्तो भन्दाखेरि गलत वा असत्य सूचना भए पनि कसैलाई हानि पुर्याउने उद्देश्य बिना नै फैलाइएको वा साझा गरिएको सूचनालाई चाहिँ हामीले मिसइन्फर्मेसन भन्छौँ होइन। अनि डिसइन्फर्मेसन भनेको चाहिँ नि कस्तो हो त भन्दाखेरि जानी जानी होइन झुटो वा गलत सूचना सिर्जना गरी कुनै व्यक्ति, सामाजिक समूह, संस्था वा राष्ट्रलाई हानि पुर्याउने उद्देश्यले प्रसारण वा वितरण गरिएको सूचनालाई चाहिँ नि हामी डिसइन्फर्मेसन भन्छौँ। र माल इन्फर्मेसन भनेको चाहिँ कस्तो भन्दाखेरि यसको इन्टेन्सन चाहिँ के हुन्छ त भन्दाखेरि एकदमै घातक होइन, वास्तविक वा सत्य तथ्यमा आधारित भए पनि कुनै व्यक्ति, संस्था वा राष्ट्रलाई हानि पुर्याउने उद्देश्यले प्रयोग गरिएका सूचना होइन। अब यो हामीले यो मिस डिस र माल इन्फर्मेसनको लागि हामीले अझै बृहत रूपमा चाहिँ छलफल गर्न सक्छौँ पछि होइन। त्यसमा चाहिँ अब अझै मैले गर्न सकिन्छ, तर अहिलेको लागि चाहिँ मैले एउटा सानो उदाहरण मात्र दिन्छु। जस्तै यो डिजिटल प्लेटफर्म्सहरूमा हामीले के गर्छौँ त भन्दाखेरि सूचनाहरू सेयर गर्दाखेरि होइन यो तिनवटा क्याटेगोरी मध्ये कुन चाहिँ क्याटेगोरीको सूचना हो हामीले सोच्दै नसोचिकन के गर्छौँ सेयर गर्छौँ होइन। त्यसपछि त्यो इन्फर्मेसनले कसैलाई के गरिरहेको हुनसक्छ जाने अनजानेमा
हार्म पनि गरिराख्या हुनसक्छ। अथवा त्यही सूचना पाएर कसैले चाहिँ नि एकदमै भनौँ न द्वन्द्व फैलाउने होइन, समाजमा चाहिँ नि नकारात्मक सन्देशहरू दिने, अथवा चाहिँ नि कसैको कहिलेकाहीँ त ज्यानै गएका उदाहरणहरू पनि छन्, माल इन्फर्मेसनहरू धेरै फैलिएर होइन। डिजिटल युगमा त यो झनै सान्दर्भिक हुन आउँछ। यो चाहिँ किनभने टेक्नोलोजीले गर्दाखेरि इन्फर्मेसनहरू, सूचनाहरू चाहिँ नि अहिले झन् छिटो छरितो रूपमा चाहिँ नि सबैमा चाहिँ नि हामीले डिसिमिनेट गर्न चाहिँ एकदमै सजिलो भएको छ नि त। त्यसै कारणले यो कुराहरूमा चाहिँ हामीले विचार पुर्याउनु पर्छ। यसको चाहिँ व्यवस्थापन गर्नु, सूचनाको चाहिँ नि हामीले कुन सूचना हो त्यो चाहिँ नि हामीले व्यवस्थापन गर्नुपर्छ, हामीले बुझ्नुपर्छ, त्यसका प्रकारहरू बुझ्नुपर्छ भनेर चाहिँ यो उसले चाहिँ नि युरोप परिषद, काउन्सिल अफ युरोपबाट प्रकाशित भएको यो इन्फर्मेसन डिसअर्डर टुवार्ड्स एन्ड इन्टरडिसिप्लिनरी फ्रेमवर्क फर रिसर्च एन्ड पोलिसी मेकिङ भनेर 2017मा प्रकाशित गरेको प्रतिवेदनले चाहिँ यो तिनवटा प्रकारहरू चाहिँ नि हामीले बुझ्न, सूचना यदि हामीले बुझ्ने हो भने त्यसको व्यवस्थापन होइन कसरी गर्ने, कसरी चाहिँ नि यसको प्रकारहरू हामीले छुट्याउन सक्नुपर्छ भनेर भनेको भएर यो सन्दर्भमा चाहिँ मैले यहाँनिर यो कुराहरूलाई पनि राखेँ होइन। अब जस्तै अस्ति भर्खरै पनि यो हाम्रो के भन्छ हाम्रो उसमा भनौँ न यो हिन्दू र यो इसाई धर्मावलम्बीहरू बिच चाहिँ नि भएको द्वन्द्वको चाहिँ नि बिचमा चाहिँ एउटा एकदमै त्यो के भन्छ त्यो त्यो बेलामा चाहिँ नि यो एउटा पत्रिकामा चाहिँ नि फोटो अनलाइनमा पत्रिकामा होइन फोटो प्रकाशन भएको रहेछ। गाडी एकदमै पुलिसको गाडी चाहिँ एकदम दन्दनी दन्किरहेको होइन। त्यस्तो अवस्थामा मान्छेहरूले चाहिँ के गरे त, ओहो साँच्ची नै चाहिँ त्यहाँ चाहिँ नि यो जलिरहेको छ कि, त्यो फोटो चाहिँ नि फेरि त्योभन्दा पहिला हाम्रो यो जेन्जी मुभमेन्टको बेलाको फोटो चाहिँ नि त्यो असान्धार्मिक भनौँ न, असान्धार्मिक तर त्यो हिंसा अझ बढाउनको लागि चाहिँ त्यो फोटो चाहिँ नि यति धेरै फैलियो कि मान्छेहरूले त्यसलाई सत्य भन्ने ठाने के, अनि द्वन्द्व अझै भड्कियो भनेर पनि आएको छ कुराहरू होइन। हो त्यस्ता खालका कुराहरू चाहिँ हामीले कसरी चाहिँ नियन्त्रण गर्ने होइन, त्यो कुरा छुट्याउनको लागि चाहिँ यो सूचना व्यवस्थापनको लागि चाहिँ नि यो कुराहरू चाहिँ नि जान्न एकदमै जरुरी छ भनेर भन्छ। र सूचना कहिले सूचना हुँदैन भन्ने कुरा पनि हामीले एकदमै बुझ्न जरुरी छ। सबै सूचनाहरू चाहिँ सूचना हुन सक्दैनन् है भन्ने पनि भन्छ होइन। जस्तै केवल अनुमानको भरमा भनिएका कुराहरू पनि सूचना नहुन सक्छन् होइन। व्यक्तिगत धारणा वा विश्वास जसको कुनै अभिलेख वा प्रमाण नै छैन, ओपिनियन होइन, विश्वास सरी यहाँ विश्वास भएछ, धारणा भन्नुपर्ने, धारणा जसको कुनै पनि अभिलेख वा प्रमाण नै हुँदैन होइन, त्यस्तो पनि सूचना होइन। जस्तै कल्पना, इमेजिनेसन गरेर भनिएका कपोकल्पित कुराहरू पनि सूचना हुन सक्दैनन्। अथवा प्रमाणित वा अभिलेखै नगरिएको अफवाहहरू पनि सूचना हुन सक्दैनन्। र अझै सङ्कलन वा रेकर्डै नगरिएको वास्तविक घटना होइन भनेर देखाइएको सूचनाहरू पनि सूचना हुन चाहिँ सक्दैनन्। र सूचना साक्षरताको अब अवधारणाको कुरा गर्दाखेरि के हो त सूचना साक्षरता भनेको होइन। अब सूचना भनेको के हो भन्ने पनि थाहा पायौँ हामीले, के भयो भने सूचना हुँदैन भन्ने कुरा पनि थाहा पायौँ, सूचनाको वर्गीकरण हामीले कसरी गर्नुपर्छ होइन, सूचना चाहिँ नि साटासाट गर्ने क्रममा भन्ने कुरा पनि थाहा पायौँ। अब आज अहिले चाहिँ हामी के कुरामा प्रवेश गर्न गइरहेका छौँ भने सूचना साक्षरता, यो इन्फर्मेसन लिट्रेसी भने के हो त होइन, त्यो कुरा हामी चाहिँ नि अब जान्न चाहिँ गइरहेका छौँ। अब सूचना साक्षरताले चाहिँ सूचनामा पहुँच होइन, एउटा एक्सेस भयो, एक्सेसको कुरा भइहाल्यो, त्यसको मूल्याङ्कन इभ्यालुएसन र त्यसको प्रयोग होइन मा महत्त्व दिन्छ। र केही समयसम्म सूचना साक्षरतालाई केवल सहकर्मी समीक्षा होइन तथा औपचारिक रूपमा चाहिँ मूल्याङ्कन गरिएका प्रकाशनहरूको खोज होइन, मूल्याङ्कन र प्रयोगमा केन्द्रित अवधारणाहरूको रूपमा हेरिन्थ्यो। तर अहिले त्यो धारणा चाहिँ नि बिस्तारै के भइसकेको छ त भन्दाखेरि परिवर्तन भइसकेको छ। सूचना साक्षरता भन्नाले चाहिँ नि
जस्तै विभिन्न प्रकारका दस्तावेजहरूको सम्पूर्ण जीवन चक्रका हरेक चरणमा होइन प्रभावकारी रूपमा चाहिँ काम गर्ने आवश्यक क्षमतालाई जनाउँछ। अब यसमा ती दस्तावेजहरूसँग सम्बन्धित होइन अब त्यसमा एथिकल कुराहरूको पनि कुरा गरिन्छ, जस्तै नैतिक पक्षहरू हुन्छन् होइन, त्यसको प्रभावहरूको बारेमा बुझ्न सक्ने क्षमता हुनु पर्यो होइन। अघि नै भनेको थियौँ नि हामीले मिसइन्फर्मेसन डिसइन्फर्मेसन र माल इन्फर्मेसनले कस्तो खालको प्रभाव पार्न सक्छ समाजमा भन्ने त्यो खालको चाहिँ नि क्षमता पनि हुनु पर्यो इन्फर्मेसन लिटरेसीमा। त्यसपछि यो दस्तावेजको जीवन चक्रका प्रत्येक चरणमा चाहिँ यो नैतिक र जिम्मेवार होइन व्यवहार गर्ने क्षमता पनि समावेश हुन्छ भनेर युनेस्को 2011ले चाहिँ नि यो मिडिया लिटरेसीलाई चाहिँ यसरी चाहिँ नि व्याख्या गरेको छ। र हाल चाहिँ नि सूचना साक्षरताको दायरा विस्तार भई सबै प्रकारका सूचना र सामग्रीलाई चाहिँ समेट्ने भएको छ। यसले चाहिँ मुद्रित होइन कस्तो कस्तो खालको इन्फर्मेसन भनौँ न कन्टेन्टहरू सबै अहिले आएको समाचारका कन्टेन्टहरू त इन्फर्मेसन नै हुन् नि त होइन। र त्यसैले चाहिँ नि यो मुद्रित प्रिन्टेड भर्सनमा आउन सक्छ, डिजिटल भर्सनमा आउन सक्छ होइन, श्रव्य दृश्य, त्यसपछि सामाजिक सञ्जालमा प्रयोग भएका सामाजिक कन्टेन्टहरू हुन सक्छन्, अथवा सबै माध्यमबाट प्राप्त हुने सूचनाको खोज विश्लेषण विश्वसनीयता होइन परीक्षण मूल्याङ्कन र जिम्मेवारी पूर्वक त्यसलाई प्रयोग गर्ने क्षमतालाई चाहिँ नि यो सूचना साक्षरता भनेर चाहिँ नि यसरी व्याख्या गरिएको छ। अब सूचना साक्षरता भन्नाले चाहिँ व्यक्तिले होइन सबै क्षेत्र पेसा व्यवसाय होइन सूचना त हामी हरेक दिन हरेक व्यवसायको मान्छेहरूले प्रयोग गर्छौँ नि त होइन। त्यसैले सूचनालाई चाहिँ सबैभन्दा बढी नैतिक कुशल र प्रभावकारी तरिकाले पहिचान गर्नु पर्यो, त्यसको मूल्याङ्कन गर्न पर्यो र त्यसको प्रयोग गर्न आवश्यक पर्ने व्यक्तिगत दक्षताहरूको चाहिँ नि समष्टि हो भनेर बुझ्नु पर्दछ। र यसले चाहिँ नि कहिले सूचना आवश्यक पर्छ भन्ने पहिचान गर्ने क्षमता होइन, सूचना पनि हामीलाई कुन बेला दिने होइन कतिखेर दिने त्यसले पनि हामीलाई चाहिँ नि त्यो सूचनाको प्रभाव कस्तो हुन्छ भन्ने कुरा चाहिँ नि त्यो पनि हामीले पहिचान गर्नु सक्नु पर्दछ होइन। साथै अब यो विभिन्न स्वरूपका चाहिँ नि उपलब्ध सूचनाहरूलाई खोज्ने मूल्याङ्कन गर्ने र प्रभावकारी रूपमा प्रयोग गर्ने र सञ्चार गर्ने क्षमतालाई चाहिँ नि यो लिटरेसी इन्फर्मेसन लिटरेसी भनेर हामीले बुझेका छौँ। र साक्षरता अब हामीले मिडिया के अरे मिडिया भनेको के हो होइन, सञ्चार माध्यम भनेको के हो, सञ्चार माध्यममा सञ्चार के अरे सञ्चारको लिटरेसी अथवा सञ्चारको साक्षरता भनेको के हो भन्ने कुरा बुझ्यौँ, सूचना भनेको के हो भन्ने कुरा बुझ्यौँ, सूचना के होइन भन्ने पनि कुरा बुझ्यौँ, सूचनाका प्रकारहरू पनि हामीले थाहा पायौँ होइन, कस्ता खालका सूचनाहरू चाहिँ नि अव्यवस्थित हुन सक्छन् होइन त्यो कुराहरू पनि हामीले हेऱ्यौँ। र सूचनाको अब सबै कुराहरू थाहा पाइसकेपछि यो साक्षरता भनेको के हो भन्ने कुरा पनि बुझ्न एकदमै जरुरी छ होइन। पहिला पहिला चाहिँ अब परम्परागत रूपमा चाहिँ नि हामीले हेर्दाखेरि साक्षरता भनेको चाहिँ नि सामान्य लेख पढ गर्न जान्ने होइन त्यो रूपमा चाहिँ नि यो साक्षरतालाई चाहिँ नि विकास गरिएको थियो। तर अब यो टेक्नोलोजीको विकाससँगै होइन डिजिटल युगमा चाहिँ नि हामीले चाहिँ नि यो अङ्क भनौँ न विशेष गरी न्युमरेसी अर्थात् आधारभूत गणितीय सिप पनि यसमा चाहिँ नि समावेश गरिएको थियो। त्यसपछि यो के भन्छ डिजिटल युगहरूमा चाहिँ नि साक्षरता भनेको खालि लेख्न र पढ्न मात्र भएन होइन। हामीले दिनदिनै यदि चाहिँ नि मिडियासँग साक्षात्कार गर्छौँ भने सूचना त अहिले हामीले धेरै सञ्चार माध्यमहरूबाट चाहिँ नि धेरै नै के अत्यधिक रूपमा नै सूचनासँग चाहिँ हामीले साक्षात्कार गरिराखेका हुन्छौँ। के त्यो सबै सूचनाहरू सबै सञ्चार माध्यमले दिएका सूचनाहरू चाहिँ सही छन् त होइन, त्यो कुराहरू बुझ्नको लागि पनि के त अहिले त त्यो सिप होइन अब साक्षरताको डेफिनेसन पनि बिस्तारै के भयो त परिवर्तित हुँदै गइरहेको छ। र साक्षर व्यक्तिले चाहिँ अहिलेको सन्दर्भमा चाहिँ खालि वर्णमाला तथा पढ्न र लेख्न प्रयोग हुने चिन्ह र प्रतीकहरूको व्यवहारिक ज्ञान मात्र भएर भएन, साथै उनीहरूले चाहिँ सामान्य अङ्कगणित कार्यहरू पनि गर्न सक्छन् त्यो मात्र पनि भएर, तर सञ्चारका स्वरूपमा आएका परिवर्तन तथा समयको आवश्यकता
होइन। विशेष गरी कार्यस्थलमा पनि हाम्रो सिपको माग चाहिँ नि के भइरहेको छ, बढ्दै गइरहेको छ होइन। अनि यो सञ्चारको अवधारणा र यसको दायरा पनि के हुँदैछ त, एकदमै विस्तार हुँदै गइरहेको छ यो टेक्नोलोजीको कारणले होइन, डिजिटल मिडियाको कारणले गर्दाखेरि। र आज चाहिँ नि साक्षरता भनेको खालि पढ्न जान्ने, लेख्न जान्ने होइन, गणित गर्न जान्ने मात्रै त्यो क्षमता नभई यसले चाहिँ नि सूचना बुझ्ने होइन, त्यसलाई चाहिँ नि विश्लेषण गर्न सक्ने, अनि खालि प्रयोग गर्न मात्र नभएर विश्लेषण पनि गर्न सक्नु पर्यो होइन, सञ्चार गर्न सक्नु पर्यो, आफैले कन्टेन्ट बनाएर दिने पनि हुनु पर्यो क्या। आफूले ग्रहण गरिसकेपछि त्यसलाई विश्लेषणात्मक रूपमा हेर्ने, बुझिसकेपछि आफैले त्यो कन्टेन्ट तयार गरेर दिने पनि हुनु पर्यो। र विभिन्न माध्यम मार्फत प्रभावकारी रूपमा चाहिँ के गर्नु पर्यो त, त्यसलाई डिसिमिनेट गर्ने होइन, रूपमा सहभागिता जनाउने र व्यापक क्षमताको रूपमा चाहिँ नि यो चाहिँ नि विकसित हुँदै गइरहेको छ। अब अब आयो हामीले तिनटै सूचना होइन, मिडिया भनेको के हो होइन, सञ्चार माध्यम भनेको के हो, सूचना भनेको के हो भन्ने कुरा पनि जान्यौँ, साक्षरता भनेको के हो भन्ने कुरा पनि जान्यौँ। अब यो तिनटैलाई होइन, हाम्रो मूल यो टपिक के थियो त भन्दाखेरि मिडिया तथा सूचना साक्षरता हो। अब यो मिडिया तथा सूचना साक्षरताभित्र चाहिँ अब के पर्छ त होइन, यो त एउटा बृहत टर्म बन्यो नि त। मिडिया साक्षरता भनेको चाहिँ मिडियासँग सम्बन्धित साक्षरताका कुराहरू गऱ्यौँ, सूचना भनेको चाहिँ सूचनासँग सम्बन्धित साक्षरताका कुराहरू गऱ्यौँ होइन। युनेस्कोले पनि त्यसलाई, इयुले होइन, त्यसपछि युनेस्कोले, त्यसपछि अन्य स्कलर्सहरूले पनि यसलाई भिन्न भिन्न रूपमा चाहिँ नि अध्ययन गर्दै आइराखेका थिए के। तर पछि चाहिँ नि यो 2007मा चाहिँ युनेस्कोले के गर्यो त भन्दाखेरि यो पहिलो पटक चाहिँ मिडिया तथा सूचना साक्षरता, यसलाई चाहिँ नि हामीले मिडियालाई छुट्टै, सूचनालाई छुट्टै बुझेर चाहिँ यसको यो अहिले बदलिँदो डिजिटल युगमा यो मिडिया र सूचना साक्षरतालाई फरक फरक रूपमा अध्ययन गरेर यसले चाहिँ नि कुनै पनि एउटा निष्कर्ष दिन सक्दैन। यसलाई हामीले असली रूपमा जति बुझ्नुपर्ने थियो त्यो बुझ्न हामी सक्दैनौँ। त्यसै कारणले अहिलेको यो बढ्दो डिजिटल युगमा चाहिँ नि मिडिया तथा साक्षरतालाई हामीले एउटै टर्ममा, एउटै शब्दावलीमा राखेर चाहिँ नि प्रयोग गर्नुपर्छ भनेर चाहिँ सिफारिस गर्यो। र शब्दावलीमा गरिएको यस परिवर्तन पछाडि चाहिँ नि दुईटा प्रमुख कारण थियो भनेर भन्छ क्या। त्यो भनेको चाहिँ नि एउटा चाहिँ नि डिजिटल, अघि नै मैले भने जस्तै डिजिटल प्रविधिको विकास होइन, र अर्को भनेको चाहिँ नि यो के भन्छ, डिजिटल प्रविधिको विकासका कारण होइन मिडिया संस्कृतिमा आएको व्यापक र गहिरो परिवर्तन। र अर्को भनेको चाहिँ नि ज्ञानमा आधारित समाज। अब हाम्रो समाज चाहिँ के भयो त भन्दाखेरि ज्ञानमा आधारित समाज छ होइन। अब विभिन्न यो अभिव्यक्ति स्वतन्त्रताका कुराहरू गर्छौँ हामी। अब यो के भन्छ, यो फ्रिडम अफ एक्सप्रेसनका कुराहरू गर्छौँ होइन। अनि त्यसपछि युनेस्को कार्यक्षेत्रको विस्तार होइन को कारणले यो विल्सन 2012लाई मैले साइट गरेँ यसमा। यसले चाहिँ नि दुईटा कारणहरू देखाएर होइन धेरै परिवर्तन भइसक्यो। अब यसलाई सीमित पारिनु हुँदैन, त्यतिले मात्रै अहिलेको बदलिदो परिवेशलाई चाहिँ नि व्याख्या गर्न सक्दैन, सबैलाई समेट्न सक्दैन भनेर चाहिँ यसरी 2007मा चाहिँ मिडिया तथा सूचना साक्षरता भनेर यसलाई एउटै शब्दावलीमा प्रयोग गरेर प्रयोग गर्न थालियो। अब युनेस्कोले के भनेको छ त भन्दाखेरि मिडिया एन्ड इन्फर्मेसन लिटरेसी, उसले चाहिँ इकोलोजीको एउटा के दिएको छ त भन्दा यसलाई डायग्रामेटिक फर्ममा चाहिँ यसलाई देखाएको छ होइन। अब अहिले आएर मिडिया एन्ड इन्फर्मेसन लिटरेसी भनेको चाहिँ पहिला चाहिँ हामीले सञ्चार माध्यम र सूचनाको लिटरेसीलाई मात्रै चाहिँ यो लिटरेसी, मिडिया लिटरेसी, इन्फर्मेसन लिटरेसी भन्यौँ। अब यो संयुक्त रूपमा एउटै शब्दावलीमा राखिसकेपछि यो भित्र के पर्न आयो त भन्दाखेरि विविध कुराहरू जस्तै लाइब्रेरी लिटरेसी पनि यसभित्र आयो होइन। त्यसपछि चाहिँ नि यो इन्फर्मेसन लिटरेसी पनि यसैमा आयो, मिडिया लिटरेसी पनि यसैमा आयो, एडभर्टाइजिङ लिटरेसी पनि यसैमा आयो होइन, समाचार लिटरेसी साक्षरता, टेलिभिजन साक्षरता, सिनेमा साक्षरता, गेम, इन्टरनेट होइन, कम्प्युटर, यो सब
सबै कुराहरू चाहिँ उसले यसैमा समावेश गरेको छ। र यो अब चाहिँ नि यतिले मात्र पुग्दैन, अब त हामी 2026मा आइसक्यौँ, एआईको युग आइसक्यो। अब यसमा चाहिँ नि मैले एआई पनि थपिनुपर्छ भन्ने आफ्नो धारणा पनि व्यक्त गरेँ है। अहिले 11सम्मको यो पछिल्लो पटक पाएको यो इकोलोजीमा चाहिँ यतिलाई समावेश गरेका छ, तर अब चाहिँ नि एआईलाई पनि समावेश गरिनुपर्ने आवश्यकता आइसक्यो। अब यसको महत्त्व चाहिँ नि के छ त होइन? एमआइएलले चाहिँ नि अब अहिले हाम्रो यो हामीले सुशासन भन्छौँ होइन, प्रजातन्त्र भन्छौँ, यसमा चाहिँ नि के छ त यो मिडिया एन्ड इन्फर्मेसनको रोल होइन? हाम्रो दैनिक जीवनमा कम्युनिकेसनमा त एमआइएलको भूमिका अत्यन्तै महत्त्वपूर्ण भइहाल्यो। यसलाई सीमित बनाउनु हुँदैन, यसलाई चाहिँ नि सबै क्षेत्रमा सबै सेक्टरका व्यक्तिहरूले चाहिँ नि एमआइएल हुन जरुरी छ, उनीहरू लिटरेट हुन जरुरी छ, ताकि उनीहरू चाहिँ नि दिनानुदिन आफूले प्रयोग गर्ने डिजिटल स्पेसलाई चाहिँ नि सही रूपमा चाहिँ नि प्रयोग गर्न सकुन् होइन। त्यस्तै गरेर अर्को चाहिँ नि हामीले यो मिडिया एन्ड अदर इन्फर्मेसन प्रोभाइडर होइन, यो मिडियाको भूमिका, त्यसपछि मिडिया एन्ड इन्फर्मेसन लिटरेट सिटिजन भयो भने मात्रै के हुन्छ त, यो डेमोक्रेसी यो एकदम इन्टरकनेक्टेड छन् क्या, एक अर्काका परिपूरक हुन्। यो तिनटै बलियो भयो भने मात्रै के हुँदो रहेछ त, डेमोक्रेसी र गुड गभर्नेन्स पनि सस्टेन हुँदो रहेछ होइन। यो तिनटै एकअर्काका एकदम अन्तर्निहित र एकअर्कालाई चाहिने कुराहरू हुन् होइन भनेर भनिन्छ। र अहिलेको युगमा चाहिँ कस्तो छ भने जस्तै अघि नै मैले त्यो मिडियाको लिट्रेसीको डेभलपमेन्टको चरणहरू देखाइरहँदाखेरि मिडिया सबैभन्दा पहिला चाहिँ नि एउटा कन्ज्युमर, आफूले लिने ग्रहण गर्ने मात्रै थिए कि कन्ज्युम गर्ने मात्रै थिए। तर अहिले डिजिटल युगमा आएर दे आर नट जस्ट द कन्ज्युमर्स होइन। अडियन्स भनेका कन्टेन्ट क्रिएटर भनेका चाहिँ कस्तो हुन्छ त भन्दाखेरि उनीहरूले आफै सूचना बनाउँछन् अनि त्यसपछि आफैले सूचना दिन्छन् अनि आफैले कन्ज्युम पनि गर्छन्। सबै एउटै व्यक्तिमा चाहिँ यो सीमित भइसकेको छ क्या। यस्तो अवस्थामा चाहिँ नि हामीले कुन सूचना दिने होइन, कसरी दिने, अनि त्यसपछि त्यसको विश्लेषण गर्ने कसरी भन्दाखेरि एउटै व्यक्तिमा चाहिँ यो सबै गुणहरू होइन एमआइएलको गुण चाहिँ नि हुन अपरिहार्य देखिसकियो। त्यसै कारणले यो अब मिडिया तथा सूचना साक्षरताका प्रमुख क्षमताहरू चाहिँ के हो त होइन? एमआइएल भयो भने के हुन्छ त, उनीहरूको कम्पिटेन्सिजहरू, उनीहरूको क्षमता, प्रमुख क्षमताहरू चाहिँ नि के हुनु पर्यो त भन्दाखेरि मिडिया तथा सूचना साक्षरताका प्रमुख क्षमता भनेको चाहिँ नि आवश्यकता पहिचान गर्ने होइन, सूचना सञ्चार र मिडियाको आवश्यकता पहिचान तथा स्पष्ट रूपमा चाहिँ नि व्यक्त गर्न सक्ने हुनु पर्यो होइन। कुन सूचना कसलाई कसको लागि दिने होइन, सबै सूचना सबैको लागि आवश्यक हुँदैनन् होइन। कुन सूचना कसलाई कसरी दिने, कसरी व्यक्त गर्ने भन्ने कुराको चाहिँ नि जानकारी भयो भने मात्रै उसले सही सूचना चाहिँ नि के गर्न सक्दो रहेछ, सही सूचना सही माध्यम प्रयोग गरेर सूचनालाई चाहिँ प्रवाह गर्न सक्ने भयो। अर्को भनेको चाहिँ मिडियाको भूमिका बुझ्ने, सञ्चार माध्यमको भूमिका के त होइन। लोकतान्त्रिक समाजमा मिडिया तथा इन्टरनेट लगायत अन्य सूचना प्रदायको भूमिका र कार्य बुझ्ने अनि सञ्चारका अवस्थाहरू बुझ्ने, मिडियाले आफ्नो भूमिका र कार्य प्रभावकारी रूपमा पुरा गर्न आवश्यक पर्ने अवस्था बुझ्ने, मिडियाले कस्तो भूमिका खेल्नुपर्छ होइन। मिडिया भनेको समाज रूपान्तरण गर्न सक्ने क्षमता भएको समाजको एउटा चाहिँ नि महत्त्वपूर्ण अङ्ग हो होइन। यसलाई चाहिँ न्यायपालिका, कार्यपालिका होइन, व्यवस्थापिका सँगै चाहिँ नि अर्को एउटा महत्त्वपूर्ण अङ्ग के हो त, चौथो अङ्ग भनेर मिडियालाई भन्ने गर्छौँ नि। तर त्यसको सदुपयोग, त्यसको अभ्यास हामीले अब साँच्चीकै मिडिया हाउसहरूमा हेर्ने हो भने साँच्चीकै भइरहेको छ कि छैन भन्दाखेरि धेरै प्रश्न गर्ने ठाउँहरू छन्। उनीहरूले साँच्चीकै समाजलाई चाहिने इस्युजहरू चाहिँ उठान गरिराखेका छन् त, त्यो उठान गर्ने क्षमता पनि के रहेछ त, एमआइएल कम्पिटेन्सिजभित्र चाहिँ पर्दो रहेछ। सूचना खोज्ने र पहुँच प्राप्त गर्ने होइन। अब यसमा चाहिँ नि आवश्यक र सान्दर्भिक सूचना तथा मिडिया सामग्री खोजी गरी प्राप्त गर्न सक्ने है।
अनि अर्को चाहिँ आलोचनात्मक मूल्याङ्कन गर्ने मिडिया तथा सूचना तथा मिडिया सामग्रीको प्रमाणिकता, विश्वसनीयता, उद्देश्य, समसायिकता, होइन, समसायिकता। त्यसपछि चाहिँ नि अर्को आएर सम्भावित जोखिमका आधारहरूमा चाहिँ नि आलोचनात्मक मूल्याङ्कन गर्न सक्ने। यो भनेको चाहिँ कस्तो भने, अघि नै मैले भने नि, कुनै पनि सुरुमा मैले प्रश्न गरेको थिएँ नि, तपाईँहरूले चाहिँ नि प्राप्त गर्नुभएको सूचना, होइन, तपाईँले चाहिँ नि त्यसलाई कतिको त्यो सही हो या गलत हो भनेर मूल्याङ्कन गर्नुहुन्छ, होइन। एकछिन सोचेर तपाईँहरूले चाहिँ नि त्यो इन्फर्मेसनहरूलाई चाहिँ नि सेयर गर्नुहुन्छ, या फिर चाहिँ नि यत्तिकै सेयर गरिरहनु भएको छ, होइन। त्यो कसरी गरिरहनु भएको छ तपाईँले, होइन। मूल्याङ्कन नै नगरिकन, आलोचनात्मक मूल्याङ्कन नगरिकन पो गरिरहनु भएको छ कि, अथवा अघि नै हामीले सूचनाको चाहिँ त्यो प्रकारहरू हेरेका थियौँ नि, सूचना कसरी चाहिँ नि फेक न्युज चाहिँ नि फेक इन्फर्मेसनहरू चाहिँ नि त्यसका प्रकारहरू हुन्छन्, त्यो प्रकारहरूको हामीले विश्लेषण गरेका छौँ त, होइन। अथवा त्यो सूचना जब हामीले कुनै सञ्चार माध्यमबाट प्राप्त गर्छौँ भने त्यो विश्वसनीय छ कि छैन, त्यो अकाउन्टेबल छ कि छैन, होइन। त्यसको प्रमाण के छ त विश्वसनीय हुनलाई, त्यसको स्रोत खुलाएको छ कि छैन, होइन। त्यो कुरा हामीले कत्तिको याद गर्छौँ, कत्तिको मनन गर्छौँ, है। त्यो आलोचनात्मक मूल्याङ्कन गर्ने क्षमता हामीमा छ कि छैन। अर्को भनेको चाहिँ सूचना व्यवस्थित गर्ने। हामीसँग भनिन्छ नि सबै सूचनाहरू चाहिँ नि समाचार हुन सक्दैनन्, तर सबै समाचारहरू चाहिँ सूचना हुन्छन् भनेर भन्छौँ। तर त्यो समाचारहरूमा पनि फेरि त्यहाँ चाहिँ नि हामीले यो अकाउन्टेबल हुन सकेनौँ, होइन। त्यो कुन चाहिँ नि ओपिनियन हो, कुन चाहिँ नि न्युज हो भनेर छुट्याउन सकेनौँ भने त्यो समाचार पनि समाचार नरहन सक्छ। त्यस्तो अवस्थामा त्यो सूचनाहरू चाहिँ नि सही सूचना हो कि होइन, अथवा आज त्यो न्युज फ्रेमिङ गर्दाखेरि फ्रेमिङका कुराहरू आउने भए कस्तो सूचनालाई चाहिँ नि कहाँ प्लेसमेन्ट गर्ने, कसरी व्यवस्थापन गर्ने, होइन, कसरी सङ्कलन गर्ने, त्यो कुराहरू पनि हेर्न पर्यो। र कुनै पनि सञ्चार माध्यममा आएको सूचनाहरू चाहिँ नि त्यहाँबाट के भन्छ व्यक्तिले नै हाल्ने हो, त्यो सञ्चार माध्यम कतै पूर्वाग्रही त छैन, होइन। कतै त्यहाँ सञ्चार माध्यममा काम गर्ने रिपोर्टर नै पो पूर्वाग्रही छ कि, अथवा त्यो मिडिया हाउसको कुनै मोटिभ छ कि, होइन। त्यो कुराहरू चाहिँ नि विश्लेषण गर्न सक्ने क्षमता पनि हामीमा चाहिँ हुनुपर्छ। अब यसमा अर्को अर्थनिर्माण र संश्लेषण गर्ने भनेको छ सामग्रीबाट प्राप्त विचारहरूलाई चाहिँ नि संश्लेषण गरी नयाँ ज्ञान वा निष्कर्ष चाहिँ नि हामीले निर्माण गर्न सक्ने, होइन। त्यसको कन्क्लुजन निकालेर चाहिँ नि त्यसले के भन्न खोजिरहेको छ त, त्यसलाई चाहिँ नि मिडिया कन्टेन्ट पनि जेनेरेट गर्ने भनेर भन्छौँ नि, होइन। त्यो सबै कुराहरू बुझिसकेपछि त्यो आफैले जेनेरेट गर्न सक्ने हामीमा क्षमता छ कि छैन, त्यो कुरा पनि मिडिया तथा सूचना साक्षरताको प्रमुख कम्पिटेन्सिजहरूमा चाहिँ नि पर्दछ, है। अनि कार्लसनले 2019मा अरू के पनि भनेको छ भने नैतिक र जिम्मेवार प्रयोग गर्ने सूचनाहरूलाई चाहिँ हामीले नैतिक तौरबाट पनि कस्तो सूचना चाहिँ हामीले प्रवाह गर्ने हो, कस्तो सूचना चाहिँ नि हामीले रोकिदिनु पर्ने हो, होइन। नैतिक रूपमा के समाजलाई चाहिँ अहित हुने कामहरू, जस्तै कुनै पनि फोटोहरू ठ्याक्क आएको छ भने त्यसलाई तुरुन्तै सेयर गर्ने कि कुन सञ्चार माध्यममा प्रसारण भएको हो, त्यसको स्रोत के हो, अथवा यो मैले गर्दाखेरि यसको इम्प्याक्ट के पर्छ, होइन। त्यसको जिम्मेवार को हुने, त्यसको जिम्मेवारी मैले लिन सक्छु कि सक्दिनँ। आफूले सूचना प्रवाह गरिसकेपछि त्यो सूचनाको जिम्मेवारी चाहिँ कसले लिनुपर्छ त, स्वयं आफैले लिनुपर्छ। त्यो जिम्मेवारी मैले लिन सक्छु कि सक्दिनँ भन्ने कुरा पनि हुन पर्यो। र जिम्मेवार रूपमा उपयुक्त सञ्चार माध्यम र स्वरूपमा अरू सामु चाहिँ प्रस्तुत गर्न सक्ने। र यो आइसिटी अहिले चाहिँ नि इन्फर्मेसन, होइन, कम्युनिकेसन एन्ड टेक्नोलोजी को उस चाहिँ नि सिपहरू चाहिँ नि प्रयोग मैले गर्न सक्छु कि सक्दिनँ, होइन। सूचना प्रशोधन गर्न तथा युजर जेनेरेट कन्टेन्टहरू सिर्जना गर्न, सूचना सञ्चार सम्बन्धी चाहिँ प्रविधि, होइन, आइसिटी सम्बन्धी सिपहरू प्रयोग गर्न सक्ने, त्यो पनि एउटा कम्पिटेन्सी हो एमआइएलको। र अर्को चाहिँ सक्रिय नागरिक सहभागिता गर्ने, जस्तै आत्म अभिव्यक्ति, होइन, अभिव्यक्ति स्वतन्त्रता, अन्तर सांस्कृतिक संवाद, लोकतान्त्रिक सहभागिता,
लैङ्गिक समानता र गोपनीयताको अधिकारहरूका लागि पनि मिडिया तथा सूचना प्रदायकहरूसँग सक्रिय रूपमा संलग्न हुन सक्ने, साथै घृणा, होइन, भेदभाव र सबै प्रकारको असमानता विरुद्ध चाहिँ नि आवाज उठाउन सक्ने क्षमता पनि कसको क्षमता हो त भन्दाखेरि मिडिया तथा सूचनाको साक्षरताको प्रमुख क्षमता चाहिँ नि हो। र एमआइएलका मुख्य दक्षताहरू भनेर अघि नै हाम्रो के भन्छ कार्लसनले 2019मा भनेको थियो भने यो चाहिँ नि यो रेने हब्सले 2010मा र युनेस्कोले चाहिँ 2013मा चाहिँ नि त्यसको क्षमताहरू, दक्षताहरू, प्रमुख दक्षताहरूलाई चाहिँ यसरी व्याख्या गरेको छ, होइन। अब संज्ञात्मक कग्निटिभ तत्त्वहरू अन्तर्गत दृष्टिकोण, होइन, अधिकार, अनि त्यसपछि सिद्धान्त, मूल्य, ज्ञान, होइन, सिपहरू यसमा चाहिँ पर्दछ। ती सबै तत्त्वहरूले चाहिँ मिडिया तथा सूचना साक्षरताको मूल्याङ्कन ढाँचामा महत्त्वपूर्ण भूमिका खेल्छ, होइन। साथै ती तत्त्वहरूले सिकाउने, होइन, टिचिङ लर्निङ प्रक्रियामा, रोजगारीका अवसरहरूमा तथा समाजमा सक्रिय सहभागिता र सशक्तिकरणको सुनिश्चितता गर्न पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ भनेर चाहिँ नि भनेको छ। र अर्को चाहिँ नि मिडिया तथा सूचना साक्षरता चाहिँ अब हामीलाई किन आवश्यकता छ, होइन, किन चाहिँ यसको जरुरी छ त भन्दाखेरि अब हामी एकैछिन कल्पना गरौँ है। हामी दिनदिनै यो मिडिया साक्षरता र के अरे सूचना साक्षरता, होइन, भनिराखेका छौँ र हाम्रो यो यस्तो हामीले दिनदिनै सञ्चारसँग चाहिँ साक्षात्कार गरिरहँदाखेरि हामीमा यदि यो मिडिया एन्ड इन्फर्मेसन लिट्रेसी भएन भने के होला त, होइन। हामीले चाहिँ हाम्रो सञ्चार कस्तो होला, हामीले चाहिँ नि हाम्रो निर्णय गर्न सक्ने क्षमता, होइन, सूचना बुझ्ने तरिका कस्तो होला, होइन, हामीले सही र गलत चाहिँ छुट्याउन सकौँला त, होइन। त्यसैले मिडिया तथा सूचना साक्षरता हाम्रो दैनिक जीवनको अत्यन्त महत्त्वपूर्ण आधार बनेको छ। यसले हामीलाई सूचनाको सही प्रयोग गर्न, आलोचनात्मक रूपमा सोच्न र जिम्मेवार नागरिकका रूपमा सञ्चार गर्न चाहिँ सक्षम बनाउँछ। र त्यसैले यसको महत्त्व दिनदिनै बढिरहेको छ। र यसको अभ्यास चाहिँ हामीले कसरी गरिरहेका छौँ त भन्दाखेरि चाहिँ नि कसरी गर्ने, होइन, भन्दाखेरि मिडिया तथा सूचना साक्षरताको अभ्यास भन्नाले चाहिँ हाम्रो दैनिक जीवनमा सूचना र मिडियासँग सम्बन्धित ज्ञान र सिपको प्रयोग हुनु हो, होइन। त्यसको हाम्रो प्र्याक्टिकल जीवनमै हामीले चाहिँ नि त्यसको चाहिँ नि उपयोग गर्न सक्दैनौँ भने त्यो ज्ञान हाम्रो दिमागमा मात्र भएर मलाई थाहा छ एमआइएल भनेको के हो भन्ने कुरा भनेर मात्र हुँदैन, होइन। अब युनेस्कोले फलानु बनाएको छ, फलानु स्कलरले यो बनाएको छ भनेर मात्र भएन। त्यसको चाहिँ नि उपभोग हामीले चाहिँ नि दिनदिनै हाम्रो प्र्याक्टिस गरेनौँ भने चाहिँ नि त्यो हामीलाई नलेज भएको भनेर चाहिँ मैले चाहिँ मान्दिनँ, होइन। त्यसलाई चाहिँ हामीले हाम्रो दैनिक जीवनमा चाहिँ लागू गर्न सक्नु पर्यो। अब त्यो भनेको चाहिँ सूचना खोज र पहुँच, होइन। सूचनाको खोज गर्ने, त्यसमा पहुँच राख्ने सूचनाको, होइन। दिनदिनै पत्र पत्रिकाहरू पढ्न सकिन्छ अथवा आफ्नो ज्ञानहरू बढाउन सकिन्छ। सूचनाको मूल्याङ्कन गर्ने, होइन, कुनै पनि इन्फर्मेसनलाई चाहिँ त्यो सूचनाको मोटिभ के हो, त्यो कुन चाहिँ सञ्चार माध्यमबाट आयो, यो चाहिँ नि कसले लेखेको हो, होइन, यसको स्रोत के हो, कसरी लेखिएको छ, यसको एङ्गल के छ, होइन, त्यो सबै हेर्नुपर्ने हुन्छ। अनि त्यसपछि मिडिया सामग्रीहरूको चाहिँ हामीले विश्लेषण गर्नु पर्यो। त्यसपछि हामीले जिम्मेवार सामग्रीहरू चाहिँ सिर्जना गर्ने क्या, आफूले पनि लेख्नु पर्यो, होइन। आफूले पनि जानेका बुझेका कुराहरूलाई चाहिँ नि सही र स्पष्ट रूपमा चाहिँ नि राख्न सक्यो भने त्यो कुराले गर्दाखेरि अरू मान्छेहरू पनि जानकार हुन सक्छन्। अब सुरक्षित डिजिटल व्यवहारहरू गर्नु पर्यो, होइन। डिजिटल व्यवहार अब जस्तै हेट स्पिचहरू अहिलेको धेरै छ नि समस्याहरू। अब साइबर ब्युरोमा नै कति धेरै चाहिँ कम्प्लेनहरू आइरहेको छ भनेर चाहिँ हामी समाचारहरू पढ्छौँ, होइन। अब भनौँ न डिजिटल साक्षर व्यक्तिहरूमा नै यस्ता खालका के भन्छ घटनाहरू चाहिँ नि यो होइन घटिरहेका, उनीहरूलाई चाहिँ नि यो हेट स्पिचहरूको प्रयोग भइरहेका, होइन, धेरै सूचना समाचारहरू हामीले पढिरहन्छौँ, होइन। सुरक्षित डिजिटल व्यवहार भनेको चाहिँ नि हामीले नैतिक रूपमा, होइन, आफ्नो आचरणमा बसेर अनि त्यसपछि गलत अफवाहहरूलाई चाहिँ नफैलाउने, सही सूचनाहरू मात्र दिने, सेयर गर्ने, होइन।
ट्विट गर्ने त्यस्ता कुराहरू चाहिँ गर्नुपर्ने हुन्छ र सामाजिक सहभागितामा पनि हामीले चाहिँ नि जोड दिनुपर्ने हुन्छ र यो अर्को कुरा चाहिँ नि डिजिटल युगमा हामीले अघि नै यो डिजिटल व्यवहार कसरी गर्ने सुरक्षित डिजिटल व्यवहार भनेर भनेका छौँ होइन। अब डिजिटल युगमा यो मिडिया तथा सूचना साक्षरता भनेको के हो त भन्दाखेरि चाहिँ नि यो मानव अनुभवले के देखाउँछ भनेको छ कि भने नयाँ प्रविधिहरूले चाहिँ नि एकदमै फाइदाहरू महत्त्वपूर्ण फाइदाहरू ल्याउन सक्छन् तर त्यो सँगै चाहिँ के गर्न सक्छ भन्दाखेरि जोखिमहरू पनि लिएर आउन सक्छ होइन। त्यो हरेक नयाँ टेक्नोलोजीहरू आउँदाखेरि या भनौँ सामान्य भनौँ न जीवनमा पनि कोही व्यक्तिकै कुरा गर्ने कुनै संस्थाकै कुरा गर्ने हो भने पनि एउटा स्ट्रेन्थको कुरा गर्छौँ हामी एउटा लिमिटेसनको कुरा गर्छौँ। स्ट्रेन्थ र लिमिटेसन भनेको चाहिँ नि त्यो सँगसँगै आउने कुरा हो क्या कुनै पनि व्यक्तिमा संस्थामा। अब त्यो टेक्नोलोजीकै कुराहरू गर्दाखेरि पनि होइन यो त एउटा भनौँ न एउटा सामान्य कुरा हो कि एउटा कुनै पनि एउटा वस्तु हुन्छ भने त्यसमा लिमिटेसन पनि हुन्छ स्ट्रेन्थ पनि हुन्छ होइन व्यक्तिमा वस्तुमा टेक्नोलोजीमा सबैमा हुन्छ। त्यसै गरेर यो नयाँ प्रवृत्तिप्रति चाहिँ नि मानिसहरूको आकर्षण पनि एकदमै धेरै नै हुन्छ र भइराखेको पनि छ र हामी परिणामस्वरूप हाम्रो प्राय चाहिँ नि ती प्रविधिहरूको उद्देश्य प्रयोगको औचित्यबारे चाहिँ नि पर्याप्त रूपमा चाहिँ हामी विचार नगरी तिनमा निर्भर हुन थाल्छौँ होइन। टेक्नोलोजिकल डिटर्मिनिजम भनेर भन्छौँ नि हामी होइन। टेक्नोलोजीले नै डिटरमाइन गर्ने के टेक्नोलोजीमा नै निर्भर हुने कुनै पनि यो प्रविधि उपलब्ध हुनु नै त्यसको प्रयोग गर्नुपर्ने पर्याप्त कारण हो भन्ने धारणा पनि विकसित हुन सक्छ। तर प्रयोगकर्ताले कुनै सञ्चार माध्यम त्यसको भूमिका र त्यसले निर्धारण गर्ने नियमहरूबारे राख्ने ज्ञान त्यही माध्यमको संरचना र नियमको स्वरूपबाट पनि प्रभावित हुन्छ। आजको सन्दर्भमा यो विशेष गरी डिजिटल सञ्चार वातावरण होइन मा कसरी निर्माण गरिएको छ र कसरी नियमन गरिएको छ भन्ने कुरामा पनि निर्भर गर्दछ र अहिलेको लागि त झनै यो चाहिँ एकदमै महत्त्वपूर्ण छ। यसको दुइटै पाटोहरूलाई हेरेर चाहिँ हामी अगाडि बढ्नुपर्ने देखिन्छ। अब मिडिया तथा सूचना साक्षरताको अभ्यास कसरी गर्ने भन्ने कुरा मैले माथि पनि लेखिसकेका छु। अब यसमा चाहिँ एउटा सानो मैले उदाहरण दिन चाहेँ है। अब यसमा चाहिँ हामी हेरौँ न होइन एउटा सामान्य उदाहरण लिउँ। बिहान तपाईँले अब मोबाइलमा एउटा समाचार देख्नुभयो होइन अनि त्यसपछि अब भोलि चाहिँ नि सार्वजनिक बिदा हुने भयो भन्ने समाचार देख्नुभयो। अब तपाईँले त्यो समाचार चाहिँ नि जस्तै धेरै यो भएका पनि छन् साँच्चीकै भनौँ न गृह मन्त्रालयबाट प्रकाशित भएको विज्ञप्तिमा पनि त्यस्तो भएको छ होइन। त्यो तर यति धेरै चाहिँ नि यदि त्यो हेर्दैन जस्तै प्रेस रिलिज भयो भने त्यहाँ चाहिँ नि लोगो हुनुपर्छ अन्त्यमा चाहिँ नि त्यहाँ चाहिँ साइन गरेको हस्ताक्षर गरेको हुनुपर्छ भन्ने त्यो त हामीलाई सामान्य त थाहा छ नि। तर कुनै पनि सञ्चार माध्यममा आइसकेपछि चाहिँ नि त्यो कुरा चाहिँ हामी आधिकारिक व्यक्तिले गरेको छ आधिकारिक संस्थाले गरेको छ भनेर हामीले छिट्टै विश्वास गरिहाल्छौँ क्या। त्यसमा पनि हामीले यदि हामी मिडिया लिटरेट होइन मिडिया एन्ड इन्फर्मेसन लिटरेट व्यक्ति हौँ भने चाहिँ के गर्छौँ त त्यो प्रेस विज्ञप्तिमा पनि हामीले के गर्छौँ लोगो हेर्छौँ साइन हेर्छौँ सिग्नेचर हेर्छौँ होइन। अनि त्यो आधिकारिक हो कि होइन त्यो लेटर हेड पनि आधिकारिक लेटर हेडबाट आएको छ कि छैन लेटर हेडमा के हुनुपर्छ होइन त्यो कुराहरू चाहिँ नि हामीले हेर्दै नहेरिकन सार्वजनिक गरेर कतिपय कुराहरू त्यो साँच्चीकै जीवनमा भएको पनि छ होइन। यदि हामी तपाईँले चाहिँ नि त्यसलाई सत्य हो भनेर हो कि होइन भनेर नहेरी तुरुन्तै परिवार साथीभाइ वा सामाजिक सञ्जालमा साझा गर्नुभयो भने के होला त होइन। अब विशेष गरी यस्तो चाहिँ नि केमा हुनसक्छ भने यो जस्तै अब यो पेन्डेमिकको टाइममा होइन यो भएको पनि छ सत्य घटनाहरू कोभिडको टाइममा होइन। त्यसमा चाहिँ अब एक्जिक्युटिभ हेडहरूले नै के भन्नुभएको थियो त्यतिखेर भन्दाखेरि हाँस्यौँ गऱ्यो भने चाहिँ नि यो चाहिँ रुवाखोकी जस्तो हो हाँस्यौँ हाँस्यौँ गर्ने यसलाई भगाउने होइन कोभिडलाई भन्ने कुरा भयो। त्यसलाई अब त्यो चाहिँ नि त्यस्ता सूचनाहरू चाहिँ आधिकारिक व्यक्तिले भनेको छ भनेर पनि हामीले पत्याउनु भएन क्या। जस्तै त्यो विषयमा विशेषज्ञ को हो होइन स्वास्थ्यको बारेमा बोल्नुपर्ने कसले हो भन्दाखेरि चाहिँ स्वास्थ्य पेसामा लागेका डाक्टर नर्स होइन अथवा चाहिँ नि तोकिएको व्यक्ति होला हो। अब विशेषज्ञ नै नभइकन उसले चाहिँ त्यो विषयमा यदि
केही कुराहरू बोल्छ, केही दियो भने चाहिँ त्यो कुराहरू पत्याउने कि नपत्याउने भन्ने कुरामा चाहिँ हामीले विशेष हेकार राख्नु पर्दछ होइन। किनभने स्वास्थ्यमा त झन् गम्भीर असर पर्छ होइन। अब त्यो के अरे गौमूत्र खायो भने चाहिँ निको हुन्छ भनेर कतिजनाले कन्ज्युम गरे गौमूत्र, तर उनीहरूको पछि चाहिँ नि कलेजोमा प्रब्लम हुने त्यो उहरू चाहिँ देखियो, समस्याहरू चाहिँ देखियो होइन। स्वास्थ्य क्षेत्रमा झन् यसको बढी चाहिँ नि नकारात्मक असर पर्ने हुन्छ हो। अब यदि त्यो समाचार गलत रहेछ भने गलत सूचना धेरै मानिससम्म पुग्छ होइन। तर यदि तपाईँले त्यसको स्रोत जाँच्नु भयो, स्रोत हेर्न पर्यो पहिला होइन। आधिकारिक वेबसाइट वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि गर्नुभयो र त्यसपछि मात्र साझा गर्नुभयो भने तपाईँले जिम्मेवार सञ्चार गर्नुभएको हुन्छ। र यसरी नै सञ्चार र सूचना को साक्षरताको चाहिँ नि हामीले अभ्यास पनि गर्ने हो। अब मिडिया के अरे यो मिडिया एन्ड इन्फर्मेसन लिट्रेसी होइन, अथवा चाहिँ यो के भन्छ सञ्चार माध्यम तथा सूचना साक्षरता र लोकतन्त्रको कुरा गर्दाखेरि युनेस्कोले पनि 2021मा चाहिँ नि यो कुरा गरेको छ। र यो के भन्छ रेनी हब्सको अनुसार पनि के भनिएको छ त भन्दाखेरि मिडिया तथा सूचना साक्षरता भनेको केवल एउटा विषय वा प्राविधिक सिप होइन भनिएको छ क्या होइन। र यो जीवनभर चलिरहने सिकाइ हो। यसले चाहिँ नि व्यक्तिलाई मिडिया र सूचनामा पहुँच स्थापित गर्न, तिनको आलोचनात्मक विश्लेषण तथा मूल्याङ्कन गर्न, सृजना गर्न र जिम्मेवारीपूर्वक सञ्चार गर्न सक्षम बनाउँछ। यसले नागरिकलाई सूचना सम्पन्न समाजमा सक्रिय रूपमा सहभागी हुन र लोकतान्त्रिक प्रक्रियामा चाहिँ नि अर्थपूर्ण भूमिका निर्वाह गर्न आवश्यक क्षमता चाहिँ विकास गर्छ होइन। सही सूचनाले नै लोकतान्त्रिक समाज निर्माण गर्छ होइन। हब्सले चाहिँ नि यो डिजिटल तथा मिडिया साक्षरतालाई चाहिँ फुल पार्टिसिपेसन इन आवर मिडिया सेचुरेटेड इन्फर्मेसन रिच सोसाइटीका लागि आवश्यक सिपका रूपमा चाहिँ नि प्रस्तुत गरेका छन्। र अलिकति यसमा मैले कृत्रिम बुद्धिमत्ता र एमआइएलको रिलेसन पनि देखाउन चाहेँ। कृत्रिम बुद्धिमत्ता र सामाजिक होइन सञ्जाल डिफेक होइन, अब मिथ्या सूचनाको तीव्र विस्तारसँगै चाहिँ वर्तमान समयमा मिडिया तथा सूचना साक्षरताको आवश्यकता र महत्त्व अझ बढेको छ। र यो रेनी हब्सले के भनेका छन् भने यो एमआइएल होइन भनेको चाहिँ नि केवल मिडिया र सूचनाको प्रयोग गर्ने सिप हासिल गर्ने मात्र होइन, यसले मिडिया तथा सूचनालाई विवेकपूर्ण, आलोचनात्मक रूपमा र जिम्मेवार ढङ्गले बुझ्ने प्रयोग गर्ने दृष्टिकोण विकास गर्छ भनेकी छन्। त्यस्तै गरी नागरिकलाई सही सूचना पहिचान र मूल्याङ्कन गर्ने सक्षम बनाउँदै जिम्मेवार सञ्चार संस्कृतिको निर्माण र लोकतान्त्रिक सहभागितालाई सुदृढ बनाउन मिडिया तथा सूचना साक्षरताको महत्त्वपूर्ण आधार का रूपमा रहेको छ पनि भनेकी छन् उनले चाहिँ नि। यो अब यो एआईमा चाहिँ नि बढी भनौँ डिफेक, मिथ्या सूचनाहरू तीव्र विस्तार हुने समस्याहरू चाहिँ बढ्दै गइरहेको छ। र त्यसको लागि चाहिँ नि मिडिया एन्ड इन्फर्मेसन लिट्रेसी भनेको चाहिँ नि एउटा महत्त्वपूर्ण भनौँ न एउटा कडीको रूपमा चाहिँ नि रहेको छ, जसले चाहिँ नि मानिसहरूलाई आलोचनात्मक होइन जिम्मेवार हुन, त्यसपछि सही सूचना पहिचान गर्न, मूल्याङ्कन गर्न चाहिँ नि सक्षम बनाउँछ भनेर भनेकी छन्। अब नेपालको सन्दर्भमा कुरा गर्दाखेरि अब विभिन्न देशहरूमा चाहिँ नि होइन, जस्तै टर्की होइन लगायत अरू अन्य मुलुकहरूमा चाहिँ नि मिडिया इन्फर्मेसन लिट्रेसीलाई चाहिँ नि विद्यालयदेखि नै चाहिँ नि, किनभने अब त बच्चाहरू नै साना साना नानीहरू नै मिडियामा चाहिँ नि साक्षात्कार गर्ने होइन, त्यसमा बोल्ने, त्यसैबाट चाहिँ नि हेरेर के भन्छ अब भनौँ न जेन अल्फा जेनेरेसनहरू त सबैजना त्यहीबाट चाहिँ नि विकसित हुने हुँदाखेरि विद्यालयदेखि नै प्रारम्भिक तहदेखि नै लागि यो एमआइएल इन्ट्रोड्युस गराइया छ हाम्रोमा चाहिँ नि। अब यो एमआइएलको के भन्छ विश्वविद्यालयमा पठन पाठन गराउन होइन, त्यसपछि ट्रेनिङहरू वर्कसपहरू चाहिँ अलिअलि भइराखेको छैन होइन। मिडिया तथा सूचना साक्षरकारलाई चाहिँ नि अब यो प्राथमिक तहदेखि नै विश्वविद्यालय तहसम्म शिक्षण सिकाइ होइन, सार्वजनिक नीतिहरूमै अनि सञ्चारमा अभ्यास तथा जीवनभरको सिकाइसँग समन्वयन गरेर जीवन उपयोगी सिपका रूपमा चाहिँ नि विकास गर्न एकदमै आवश्यक छ। र नेपालको सन्दर्भमा यस्तो सम्बन्धित दृष्टिकोणले के भन्छ नागरिकलाई सूचना तथा मिडिया सन्देशलाई अन्धविश्वास वा पूर्वाग्रहको आधारमा स्वीकार गर्नु
गर्नुको सट्टा प्रमाण होइन तर्क आलोचनात्मक सोचका आधारमा मूल्याङ्कन गर्न सक्षम बनाउने संस्कृति निर्माण गर्न सक्छ र एमआइएललाई चाहिँ शिक्षा नीति होइन सञ्चार अभ्यास दैनिक जीवनसँग जोडेर चाहिँ संस्थागत रूपमा प्रवर्तन गर्न सकियो भने चाहिँ यसले नेपालमा सूचित र जिम्मेवार नागरिक जिम्मेवार सञ्चार संस्कृति तथा सुदृढ डिजिटल नागरिकको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ। यस्तो संस्कृतिले लोकतान्त्रिक मूल्य सामाजिक उत्तरदायित्व र नागरिक सहभागितालाई चाहिँ बलियो बनाउँदै ज्ञानमा आधारित तथा दिगो समाज निर्माणको आधार पनि तयार गर्न सक्छ। अब सूत्र त चाहियो नि त एउटा होइन कसरी गर्ने त कसरी अभ्यस्त बन्ने त हामी भन्दाखेरि हामीले पहिला हेर्ने सोच्ने जाँच्ने अनि मात्र निर्णय गर्ने त्यसपछि जिम्मेवारीपूर्वक चाहिँ साझा गर्ने सूचना होइन यो चाहिँ युनेस्को 2013ले चाहिँ यही भनेको छ के भन्छ पहिला हेर्ने होइन त्यसपछि एकछिन सोच्ने त्यसलाई जाँच्ने र मात्र निर्णय गरेर अनि मात्र साझा गऱ्यौँ भने चाहिँ यो सूत्र हामीले जीवनमा प्रयोग गऱ्यौँ भने एमआइएलको चाहिँ नि वास्तविक रूपमा प्रयोग मानिन्छ होइन प्रयोग सही प्रयोग भएको मानिन्छ यो सूत्र चाहिँ हामीले प्रयोग गर्न सक्छौँ भनेको छ। र अर्को चाहिँ नि सन्दर्भ सामग्रीहरूमा मैले यो सन्दर्भ सामग्रीहरू राखेको छु। धन्यवाद। केही प्रश्न केही जिज्ञासा छन् भने हजुरहरूले अब राख्न सक्नुहुनेछ। धन्यवाद।